हालेलुया। मैले यो तपाईँलाई किन देखाएको भन्दाखेरि परमेश्वरले हाम्रो बिचमा शक्तिशाली कामहरू गर्दै हुनुहुन्छ। आमेन। योनाको पुस्तकमा के भनेको छ भन्दाखेरि जब हामी प्रभुलाई विश्वास गर्छौँ उहाँले हामी भित्र एउटा मुहान फुटाउनुहुन्छ। कतिजनालाई थाहा छ? जसले उहाँलाई विश्वास गर्छ तिनीहरूको हृदयभित्र एउटा जिउँदो पानीको मुहान फुटी निस्कन्छ। होइन? पढ्नु भएको छ यो योनामा? पढ्नु भएको छैन? खोज्नुहोस् है, खोज्नुहोस्। मैले वचन भन्दै गर्दाखेरि धेरैवटा वचनहरू भनिरहेको हुन्छु, तपाईँहरूले आफै खोजेर यो उहाँले कहाँबाट भन्नुभएको रहेछ यो भनेर तपाईँहरू आफै खोज्नुपर्ने हुन्छ। सो त्यहाँ के भनेको छ भने त्यो जिउँदो मुहान चाहिँ यहाँभित्र फुट्छ अनि त्यो चाहिँ फुटेर बग्न थाल्छ र त्यो मुहान कहिले पनि सुक्दैन। आमेन है? त्यो मुहान कहिले पनि सुक्दैन। सो तर जब हामी प्रभुलाई विश्वास गर्छौँ हामीले यो विश्वास गर्नुपर्छ कि बाहिरको यो पानी खानेहरू चाहिँ पानी खाएर तिर्खाउँछ, तर यीशुले दिनुहुने पानी खाने मान्छेले जब खान्छ नि त्यो पानीले चाहिँ यहाँभित्र एउटा जिउँदो पानीको मुहान फुटाउँछ। हालेलुया। तर हामी धेरै विश्वासहरूलाई यो कुरा थाहा हुँदैन किन हामी बाइबल राम्रोसँगले पढ्दैनौँ अनि हामी विश्वास गर्दैनौँ। तर तपाईँले विश्वास गर्नु भएर राम्रोसँगले हेर्नु भने तपाईँको भित्र एउटा जिउँदो पानीको मुहान फुटिसकेको छ। त्यस कारण यो गीतले चाहिँ के भन्छ भन्दाखेरि नि छछल्काउँछु त्यो मुहानलाई म भित्र छिर्छु त्यो मुहानभित्र र त्यो मुहानलाई त्यो फुटेको मुहानभित्र पसिकन चाहिँ मेरो भित्र भएको जागृतिलाई चाहिँ म बाहिर निकाल्छु। आमेन। सो हामी जवानहरू हामी सबैजना यहाँ जति पनि छौँ जसले यीशुलाई विश्वास गर्नुहुन्छ एक्चुअली हातमा त कतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ? हेर्नुहोस् प्रिय, यो चाहिँ मैले गोजीबाट भनेको होइन, यो चाहिँ प्रभुको वचनले भनेको। हालेलुया। तपाईँभित्र जिउँदो मुहान छ, तपाईँले खोजेर निकाल्नुपर्छ। तपाईँभित्र फुटिसकेको छ त्यो पानीको मुहान र जोहरू तिर्खाउँछ तपाईँकोमा आएर तपाईँसँग छ त्यो पानी अनि तपाईँले दिने पानी जब उनीहरूले खान्छ उनीहरू भित्र पनि त्यो मुहान फुट्छ। उहाँ चाहिँ पवित्र आत्माको भित्र। हालेलुया। सो त्यस कारणले गर्दाखेरि आज अन्तिम दिन हामीसँग रहेको छ र आज हामी एकदमै ठुलो छाती बनाउनेछौँ, हामी एकदमै आशा गर्नेछौँ। सबैजनाले एकदमै ठुलो आशा गरौँ किनकि परमेश्वर हाम्रो बिचमा शक्तिशाली रूपमा बोल्दै हुनुहुन्छ। आमेन। हालेलुया। येशू प्रभु हाम्रो बिचमा बोल्दै हुनुहुन्छ। आउनुहोस् हामी हिजोको टेक्स्टमा हामी फेरि जानेछौँ। हाम्रो टेक्स्ट कतिबाट छ प्रिय? हजुर हजुर पहिलो सामुएल कति? 17 अध्यायको कतिबाट? र सबैजना निकाल्नु फेरि त्यो टेक्स्टमा हामी जानेछौँ। पहिलो सामुएल 17 अध्यायको 32 पद। अझ म पढ्नेछु तपाईँहरूको लागि र तपाईँहरूले सुन्न सक्नुहुन्छ। दाउद एउटा गोठालो केटो साउल राजाको अगाडि उपस्थित भएको छ किनभने यहाँ एउटा लडाइँ हुनेवाला छ र त्यो लडाइँ चाहिँ शक्तिशाली हुनेवाला छ र परमेश्वरको सेनाहरू चाहिँ त्यो लडाइँदेखि तर्सिएर डराएर बसिरहेको अवस्था छ र दाउद चाहिँ लडाकु होइन तर त्यो व्यक्ति राजा कहाँ गइकन राजासँग गोलियतसँग लड्ने अनुमति दाउदले माग्दैछ। म यहाँनिर पढ्छु। दाउदले साउललाई भने त्यस पलिस्टीको कारण कोही पनि हताश नहौ, म गएर त्यस पलिस्टीसँग लड्नेछु। साउलले जवाब दिए, तिमी गएर त्यस पलिस्टीसँग लड्न सक्ने छैनौ, तिमी त छिटो मात्रै छौ तर त्यो चाहिँ जीवनभरि नै लडाइँ गर्दै आएको छ। तर दाउदले साउललाई भने, हजुर म मेरो पिताका भेडाहरूको हेरचाह गर्दै आएको छु। सबैजनाले भन्नुहोस् त, भेडाहरूको हेरचाह गर्दै आएको छु। कतिजनाले भेडाहरूको हेरचाह गर्दै हुनुहुन्छ? सुन्नुहोस् है, तपाईँको जीवनमा परमेश्वरले तपाईँलाई भेडाहरू दिनुभएको छ। त्यो भेडाहरूको हेरचाह गर्न तपाईँको जिम्मा हो।
जुन व्यक्तिले आफ्नो भेडाहरूको हेरचाह गर्छ त्यो व्यक्तिले गोलियतसँग लड्न पाउँछ। किनकि जुन व्यक्तिले आफ्नो भेडाहरूलाई बचाउने काम गर्छ त्यो व्यक्तिले मात्रै गोलियतसँग लड्ने मौका पाउँछ। आज सबैजनालाई राजाको बोलावट भए तापनि, सबैजनालाई महिमाको ठाउँको बोलावट भए तापनि सबैजनाले गोलियतसँग लड्ने अवसर पाउँदैनन्। त्यही व्यक्तिले गोलियतसँग लड्न पाउँछ जुन व्यक्तिले आफ्नो भेडाहरूलाई जोगाउने काम गर्छ। किनकि भेडाहरू चोर्नुको लागि चाहिँ दुष्टले सिंह र भालुहरू पठाउँछ। हेर्नुहोस् है, तर दाउदले साउललाई भने, हजुर म मेरा पिताका भेडाको हेरचाह गर्दै आएको छु। कति ब्युटिफुल कुरा है, कति ब्युटिफुल कुरा। हामी सबैजनालाई ग्लोरी मनपर्छ, हामी सबैजनालाई राम्रो पास्टर हुने मनपर्छ, हामी सबैजना पवित्र आत्माले चलाएको मनपर्छ, हामी सबैजनालाई खतरा मिसनरी बन्ने मनपर्छ, राम्रो व्यक्ति बन्ने मनपर्छ, इन्फ्लुएन्स गर्ने मान्छे बन्ने मनपर्छ। तर सबैजनाले भेडालाई हेरचाह गर्नु चाहिँ सकिरहेको हुँदैन। सबैजनाले भेडालाई हेरचाह चाहिँ गरिरहेको हुँदैन। भेडाको रखवाली गर्ने मान्छेले मात्रै सिंहासनको ठाउँहरू भेटाउँछ। जुन व्यक्तिले तपाईँलाई पिताले दिनुभएको भेडालाई तपाईँलाई बचाउनु हुँदैछ, रखवाली गर्दै हुनुहुन्छ, त्यो व्यक्ति एक दिन गइकन गोलियतसँग लड्ने अवसरले पाउँछ। हालेलुया। सबैजनाले भन्नु त मलाई दिएको भेडाको हेरचाह गर्नेछु। यो भेडा भनेको चाहिँ विश्वासी भनेको होइन। यो भेडा भनेको चाहिँ तपाईँलाई पिताले दिनुभएको तपाईँको जीवनको कुरा हो, तपाईँको चरित्र हो, तपाईँको बानी बेहोरा, तपाईँको आचरण हो, विश्वासको कुरा हो, वचनको कुरा हो। जुन कुरा प्रभुले तपाईँलाई दिनुभएको छ एउटा ट्रेजरको रूपमा, तैँले यसलाई सम्भाल। इफ यु लभ मी, तिमी मलाई प्रेम गर्छ भने मेरो वचन तिमीसँग छ। उहाँले दिनुभएको वचन हो यो भेडा तपाईँको लागि। जुन व्यक्तिले त्यो भेडालाई बचाउने काम गर्छ नि, त्यो व्यक्तिले चाहिँ एक दिन साउल राजाको गइकन भन्नु सक्छ, मैले मेरो भेडालाई बचाएको छु। हालेलुया, हालेलुया। कतिजनाले भेडालाई बचाउँदै हुनुहुन्छ, कतिजनाले भेडाहरूलाई बचाउँदै हुनुहुन्छ, यो चाहिँ प्रश्नको कुरा। यहाँनिर दाउदले भन्दैछ, तर दाउदले साउलले हजुर म मेरो पिताको भेडाको हेरचाह गर्दै आएको छु। पिताको भेडाहरूको सिंह अथवा भालुले आएर बगालबाट भेडा बोकेर लैजान्थ्यो, लैजान्थ्यो। सबैजनाले भन्नुहुन्छ लैजान्थ्यो। तपाईँको जीवनमा सिंह र भालुहरू आउँछ, परमेश्वरको वचन तपाईँको जीवनबाट चोर्नको लागि, तपाईँको आज्ञाकारिताको जीवन चोर्नको लागि, तपाईँको अनेस्टीको जीवन चोर्नको लागि, तपाईँको पवित्र जीवनलाई चोर्नको लागि, तपाईँलाई हेर्नको लागि यसलाई म एउटा कुरा दिएँ चाहिँ के गर्दो रहेछ भनिकन त्यो बेलामा त्यो सिंह र भालु आएर तपाईँलाई तपाईँको पिताले दिनुभएको कुरा चोर्दै गर्दाखेरि यहाँ त्यही भन्दैछ दाउदले, हेर्नुहोस् त्यो उजाड स्थानमा, त्यो कसैले नदेख्ने ठाउँमा जब मेरो पिताको भेडा म चलाउँदै गरेको हुन्थेँ, सिंह र भालुहरू मेरो पिताको भेडा चोर्न आउँथ्यो। जब सिंह र भालुले बगालबाट भेडा बोकेर लैजान्थ्यो तब म त्यसको पछि गई त्यसलाई आक्रमण गरेर त्यसको मुखबाट त्यस शिकारलाई छुटाउँथेँ। परमेश्वरले दिनुभएको त्यो भेडालाई छुटाउनुको लागि एउटा शक्तिशाली जानवरसँग लडेको गवाई दाउदले भन्दैछ। सिंह र भालुसँग लडेको कुरा भन्दैछ एउटा भेडा बचाउनको लागि। यदि मलाई आक्रमण गर्नलाई त्यो फर्क्यो भने म त्यसको रौँ समातेर कुटी कुटी त्यसलाई मार्थे। मैले सिंह र भालु दुवैलाई मारेको छु,
सबैजनाले भन्नुहोस् त, मैले सिंह र भालु दुवैलाई मारेको छु। हालेलुया। किनकि साउलले तपाईँलाई सोध्छ, किनकि सबैजनाले तपाईँलाई सोध्छ, तिमी चाहिँ के हो? तिमी कसरी चाहिँ त्यो कुरा गर्न सक्छ? तिमी कसरी चाहिँ गोलियतसँग लडाइँ गर्न सक्छ? कसरी चाहिँ तिमी राजाको छोरीलाई ताक्न सक्छौ? कसरी चाहिँ तिमी चाहिँ पिताको महिमाको कुराहरूको कुरा गर्दैछौ? तिमीसँग के छ त्यस्तो कुरा भनेर तपाईँलाई सोधिनेछ। तर तपाईँसँग म त पास्टरको छोरा हो, त्यही भएर म सक्छु। मेरो त विदेशी फन्डिङ छ, त्यही भएर म सक्छु। म त यति पढेको मान्छे हो, त्यही भएर सक्छु। म त एकदम बोल्नु सक्ने मान्छे हो, त्यही भएर सक्छु। म त एकदम चतुर मान्छे हो, त्यही भएर सक्छु। त्यस्तो खाले टेस्टिमोनिजहरूले चाहिँ त्यस्तो खाले टेस्टिमोनिजहरूले चाहिँ यो खालको विजय, स्वर्गले दिने विजय चाहिँ हुँदैन। स्वर्गले दिने विजयमा चाहिँ नि तपाईँले अन्धकारमा गुप्तमा एक्लै हुँदाखेरि सिंह र भालुसँग भविष्यले तपाईँलाई दिएको चरित्रहरू जोगाउनुको लागि लडाइँ गरेको इतिहास गवाई हुनुपर्छ। मेरो बाउ धनी छ, त्यही भएर म सक्छु, त्यस्तो खाले गवाईले चल्दैन। मसँग पैसा छ, त्यही भएर म सेवाकाई गर्न सक्छु, त्यस्तो खाले गवाईले चल्दैन। मसँग विदेशी फन्डिङ छ, त्यही भएर म खतरा सेवाकाई छु, त्यस्तो खाले गवाईले चल्दैन। सेवाकाई एटलिस्ट स्वर्गले गर्ने सेवाकाई, संसार गर्ने सेवाकाईको बारेमा मलाई थाहा छैन। संसारलाई खुसी बनाउने सेवाकाईहरू मलाई थाहा छैन, तर स्वर्गले हेरेको सेवाकाईको कुरा म गर्दैछु। तपाईँलाई सोधिनेछ, गोलियतसँग लड्न जान्छस्, के छ कसो, के गवाई छ? हाउ क्यान यु गो? के हो तिम्रो आधार? के हो? जस्ट सो मी, देखाऊ मलाई। त्यतिखेर तपाईँसँग यो कुरा हुनुपर्छ, मैले सिंह अनि भालुहरूसँग लडेको छु। हालेलुया। मैले सिंह अनि भालुहरूलाई मारेको छु। त्यो गवाई हो। त्यो स्वर्गले खोजेको गवाई चाहिँ त्यो हो। मान्छेले तपाईँलाई नि एउटा ठाउँ दिँदै गर्दाखेरि मान्छेले चाहिँ तपाईँको नि बाहिरको कति पढेको छ, कति चलाक छ, कति बोल्नु सक्छ, कति के छ, यो कुराहरू हेर्छ। जसरी सामेल अगमवक्ता भइकन पनि राजा अभिषेक गर्नु जाँदै गर्दाखेरि, इसैको घरमा जाँदै गर्दाखेरि, इसैको छोराहरूलाई लाइन लगाउँदै गर्दाखेरि सामेलको हृदयमा एउटा विचार आयो, ओ यो होला हाम्रो प्रभुले मलाई भन्नुभएको राजा यो होला। किनभने इसैको सेतो छोरा चाहिँ अर्को ह्यान्डसम अनि एकदमै आर्मीमा भएको ट्रेन्ड, तालिम प्राप्त पढेको मान्छे, एकदमै देखिँदा पनि एकदमै शक्तिशाली देखिन्थ्यो। अनि सामेल अगमवक्ता भइकन पनि यो कुरा बुझ्नु सकेन। अनि सामेलले भने यही होला, यसलाई पनि म अभिषेक गर्छु। गइकन सिंहबाट तेल भर्नाउनु खोज्यो है, तर सिंहको तेल चाहिँ त्यो व्यक्तिको टाउकोमा खसेन। अगमवक्ताले चाहेर पनि हुँदैन, बाबुले चाहेर पनि हुँदैन, संस्थाले चाहेर पनि हुँदैन, पैसाले चाहेर पनि हुँदैन। स्वर्गले छान्ने राजाहरू चाहिँ गुप्तको ठाउँहरूमा सिंह र लडेको गवाई भएको मान्छे हुनुपर्छ। हालेलुया। गुप्तको ठाउँमा लड्दै हुनुहुन्छ, प्रभुले तपाईँलाई दिनुभएको क्यारेक्टरलाई बचाउनुको लागि लड्दै हुनुहुन्छ। प्रभुले तपाईँलाई दिनुभएको भेडालाई बचाउनुको लागि तपाईँ गुप्तमा लड्दै हुनुहुन्छ। तपाईँको व्यभिचारसँग, तपाईँको हृदयभित्रको लस्टसँग लड्दै हुनुहुन्छ। एकछिन संसारको कुराहरूलाई सेटिस्फाई गर्नुको लागि एकछिन मजा गर्छु म भन्ने कुराहरूसँग तपाईँ लड्दै हुनुहुन्छ। यदि लड्दै हुनुहुन्छ भने चाहिँ तपाईँ पक्कै पनि गोलियतको अगाडि खडा हुनुहुन्छ। हालेलुया। म चाहिँ त्यो अर्को खाले चाहिँ भन्दिनँ। तपाईँ बाउको घरमा, आमाको घरमा, संस्थाको घरमा, पैसाको घरमा एमडी गरेर पिएचडी गरेर तपाईँ सेवाकाईमा आउनु भएर तपाईँलाई प्रभुले चलाउँछ भने त्यस्तो खाले कुरा चाहिँ म गर्दिनँ। किनभने बाइबलमा चाहिँ त्यो छैन।
बाइबलमा चाहिँ के छ भन्दाखेरि गुप्तको ठाउँमा सिंह र भालुसँग लड्ने मान्छेहरूलाई परमेश्वरले पठाउने अगमवक्ताले समेत पनि चिन्न नसक्ने मान्छे। He was in obscurity, अगम्य र तुच्छ ठाउँमा थियो दाउद। अगम्य अनि तुच्छ ठाउँमा यसले साह्रै डिस्टर्ब गरिरहेको यसको ब्याट्री सक्यो जस्तो छ मलाई। परमेश्वरले छान्ने राजा चाहिँ गुप्तको ठाउँमा बनिएको राजा हुनुपर्छ। आमेन। जब यीशुको घरमा सामेल अगमवक्ता आए नि, यीशु छक्कै पर्यो बेथलेहममा। त्यहाँ भनिएको छ कि जब सामेल अगमवक्ता त्यो गाउँमा छिरे सबैजना थरथर काम्न थाले, किनकि अगमवक्ताहरूको धेरै नै डर हुन्थ्यो। आज यो कुरा म तपाईँहरूलाई बताउन चाहन्छु। पुरानो नियममा अगमवक्ता परमेश्वर पठाएका मान्छे, परमेश्वरको मेसेज लिएर आउने मान्छे। पुरानो नियममा पास्टर प्रचारकहरू थिएन, त्यही भएर अगमवक्ता भनिन्थ्यो। तपाईँले आफ्नो जीवनमा नि परमेश्वरले पठाएको मान्छेहरूलाई इज्जत गर्न सिक्नुहोस्। जुन व्यक्तिको मेसेज लिएर आउँछ त्यो व्यक्तिलाई इज्जत गर्न सिक्नुहोस्, अनर गर्न सिक्नुहोस्। जुन व्यक्तिले परमेश्वरले पठाएको मान्छेहरूलाई आदर गर्छ नि त्यो मान्छेलाई स्वर्गले आदर गर्छ। हालेलुया, हालेलुया। हामीले आदर गर्नु भनेको होइन, यो चाहिँ बाइबलको कुरा हो। पुरानो नियममा चाहिँ अगमवक्ताहरू जुन गाउँहरूमा छिर्थे मान्छेहरू थरथर कान्थे। कसरी आउनुभयो तपाईँले डराउँथ्यो। हो, अगमवक्ताको खुट्टा गाउँमा पर्ने बित्तिकै गाउँ सेक हुन थाल्थ्यो। उनीहरूले बुझ्थ्यो यो मान्छे चाहिँ प्रभुबाट पठाइएको छ। तपाईँको घरमा यदि कोही प्रभुको दास आउँदैछ भने आदर गर्न सिक्नुहोस्। आमेन। यो कुरालाई नि अहिलेको चर्चहरूले यति साह्रो अवहेलना गरेको छ कि अगुवा पास्टरलाई आदर गर्नु छोडिसकेको छ। अहिलेको स्कुलको जस्तै भइसकेको छ। पहिला हामी स्कुलमा पढ्दाखेरि अहिलेसम्म पनि हामी हाम्रो गुरुहरूलाई, हाम्रो टिचर्सहरूलाई यति साह्रो आदर। आजभोलिको जेनेरेसन के छ भन्दाखेरि नि मैले पैसा तिरेर त पढेको नि टिचरलाई किन आदर गर्ने, होइन? इभन हाम्रै छोराछोरीहरूले पनि आफ्नो गुरु टिचरहरूलाई त्यति आदर गर्नु खोज्दैन। अनि म चाहिँ के भन्छु भन्दाखेरि यो चाहिँ फादरलेस जेनेरेसन हो, बाउ बिनाको पुस्ता। हामीले धेरै वर्सिप लिडर्सहरूलाई रेस गऱ्यौँ, धेरैलाई म्युजिकहरू सिकायौँ, वर्सिप लिडर्सहरू बनाएर अहिले अमेरिका, कोरिया, जापान, अस्ट्रेलियामा हामीले सिकाएको वर्सिप लिडर्सहरू ठुलो ठुलो मिनिस्ट्री गरेर बसिरहेको छ। तर कसैले पनि एउटा वचन पनि मैले धेरै देखिसकेँ इन्टरभ्यूहरू पनि। तपाईँले कसरी सिक्नु भएको भन्दाखेरि मैले युट्युब हेरेर सिकेको हुन्छ। यस्तो खाले जेनेरेसन हो यो। अप्रिसिएट गर्न चाहँदैन, आदर गर्न खोज्दैन। मैले त सिधै सिकेको माथिबाट। सुन्नुहोस्, परमेश्वरले पाइसेमा पठाएको मान्छेहरूलाई आदर गर्न हामीले सिक्नुपर्छ। जुन व्यक्तिले आफ्नो अगुवा पास्टर्सहरूलाई प्रभुबाट दिएको मेसेज बोक्ने व्यक्तिले आदर गर्छ नि त्यो मान्छेहरू शक्तिशाली आशिष हुन्छ। आमेन। यो कुरालाई बुझ्नुपर्छ तपाईँहरूले, यो कुरालाई बुझ्नुपर्छ। अनि यो ठाउँमा ईसाईको घरमा जब अगमवक्ता सामेल हुँदैछ अनि ईसाई छक्कै पऱ्यो, कसरी आउनुभयो तपाईँ, कुन हिसाबले आउनुभयो? मैले प्रभुलाई बलिदान चढाउन यहाँ आएको छु। अनि त्यसबाट ईसाईलाई भन्छ कि तिम्रो छोराहरूलाई बोलाऊ, मलाई एउटा म्यान्डेट प्रभुले दिनुभएको छ। अनि त्यो म्यान्डेट चाहिँ त्यो ईसाईको घरमा राजा छ, मैले छानेको राजा। हालेलुया। कसले छानेको राजा रे? परमेश्वरले छान्नु भएको राजा। त्यो घरमा चाहिँ एउटा राजा छ, मैले छानेको राजा त्यहाँनिर छ। जहाँ गएर त्यसमा अभिषेक गर। मैले साउलाई मेरो हृदयबाट निकालिदिइसकेको छु। अनि यसैले सबैजना छोराहरूलाई बोलाइकन लाइन लगाउँछ। एकदमै लाइनको छोराहरू, शानदार, गुड लुकिङ, है, गुड लुक्स भएको, हेल्दी, ट्रेन्ड, पढा लेखा वारियरहरू सक्ने व्यक्तित्वहरू। अनि सामेल अगमवक्ता भइकन
अगमवक्ताले पनि यसो हेर्छ, यो होला गइकन सिङबाट तेल खनाउनु खोज्छ तर तेल झर्दैन। अर्को ठाउँमा जान्छ तेल झर्दैन, अर्को ठाउँमा जान्छ तेल झर्दैन। सबै सकिन्छ। छोराहरू सक्यो। सामेल अगमवक्ता छक्कै पर्छ, प्रभु गलत घरमा आइपुग्यो क्या? यहाँ त छैन त राजा, यहाँ त छैन त तपाईँले भन्नुभएको व्यक्ति त। यसैलाई सोध्छ, तपाईँको छोराहरू यति नै हो? हेरिन त मैले यहाँनिर त। यसैले भन्छ यति नै हो, एउटा छ तर त्यो त अब गोठालो है, त्यो त जिन्दगीभरि उजाड स्थानमा भेडा चराएर बसेको छ, त्यसलाई मैले बोलाउँदा पनि बोलाइनँ, किनभने त्यस्तो मान्छे त कसरी राजा हुन्छ? त्यो त सधैँ गोठालो हो। मैले त्यसलाई इन्भाइट पनि गरिनँ। यहाँ सुन्नुहोस्, परमेश्वरले सामेलको वक्तामा बोल्नुहुन्छ, ए सामेल सुनिया, कहिले चाहिँ बाहिरको कुराहरू हेरिकन यो राजा होला त्यो राजा होला भनिस्, तर मेरो राजा चाहिँ बाहिर देखिने कुराहरूमा हुँदैन। मैले बनाउने राजा र मैले चुन्ने राजा चाहिँ नि मान्छेले देख्ने ठाउँमा बनिँदैन। मैले राजा बनाइसकेको छु। अझ एकजना छोरा छ। सामेलले भन्छ यो विषयलाई, हो त्यो गोठालालाई बोलाउनुहोस् त, त्यो गोठालालाई बोलाउनुहोस्। जबसम्म त्यो मान्छे आइपुग्दैन हामी कोही पनि बस्दैन, बोलाउनु पठाउँछ। टाढाबाट दाउद आउँदै गर्दाखेरि परमेश्वरको आत्माले भन्छ राजा चाहिँ यही। हालेलुया। उचाड स्थानबाट एक्लै भाग र भालुसँग लड्दा हैरान भएको मान्छे, बाउले माया पनि नगर्ने मान्छे, आमाले नगर्ने मान्छे, कुनै ट्रेनिङ पनि छैन, पढाइ पनि छैन, सबैले त्यागेको मान्छे, इन्सिग्निफिकेन्ट ठाउँमा हुर्केको मान्छे, कसैले नदेख्ने ठाउँमा दिन रात जीवन बिताउने मान्छे। तर त्यो मान्छे ऊ टाढोबाट आउँदै गर्दाखेरि परमेश्वरले भन्नुहुन्छ राजा चाहिँ यही। कतिजना प्रिय तपाईँहरू उचाड स्थानमा रुँदै, भेडाको कुस सोध्दै, गनाउने भेडाहरूसँग दिन रात आँसुमा जीवन बिताउँदै हुन्छ। कतिजना तपाईँहरू कसैले नदेख्ने ठाउँमा परमेश्वरले दिनुभएको कुराहरू बच्चो लागि आफ्नो ज्यान दाउमा लाउँदै सिंह र भालुसँग लड्दै हुनुहुन्छ। जुन ठाउँमा तपाईँले लड्दाखेरि नि तपाईँ कसैले सेवासी पनि भन्दैन, जुन ठाउँमा तपाईँले नि आफ्नो जीवनलाई दाउमा लाउँदाखेरि त्यहाँ पास्टर अगुवाहरूले तपाईँको भलोपनलाई देखेर यस त चाहिँ अब पास्टर हुन्छ, अब त चाहिँ मेरो पछाडि पास्टर हुनेवाला छ, अब तँलाई चाहिँ प्रभुले आशीष दिन्छ, किनकि तैँले राम्रो काम गरिस् भनेर देख्ने मान्छेहरू र सेवासी गर्ने मान्छेहरू पनि छैन। अन्धकारमा गुप्तमा एक्लै हुँदाखेरि दाउद चाहिँ परमेश्वरलाई इज्जत गर्दै, सम्मान गर्दै, आदर गर्दै, बिना बजाउँदै, सिंह र भालुहरूसँग लड्दै, प्रभुलाई प्रशंसा गर्दै बसिरहेको। अनि जब यो अनाउन्समेन्ट आयो नि, यो अनाउन्समेन्ट जब आयो दाउदको जीवनमा, दाउद छक्कै परे। सामेल अगमवक्ताले जुन अनाउन्स गरे नि, त्यो अनाउन्समेन्टले दाउदको बाउ छक्कै पर्यो, दाउदको आमा छक्कै पर्यो, दाउदको दाइहरू छक्कै पर्यो, तर दाउद चाहिँ छक्कै पर्यो। किन भन्दाखेरि कि जब ऊ चाहिँ उचाड स्थानमा त्यो गुप्तको ठाउँमा एक्लै हुँदाखेरि त्यो बिना बजाउँदै, प्रभुलाई आदर गर्दै,
आराधना गर्दै सिंह र भालुहरूसँग त्यो बाउ जुन बाउले उसलाई मान्छे पनि गोल्दैन त्यो बाउको एउटा भेडा बचाउनको लागि आफ्नो ज्यान जोखिममा लगाइकन स्याबासी नखोजिकन कसैको अफर्मेसन नखोजिकन कसैको अप्रुभल नखोजिकन एक्लै मृत्युसँग लड्दैछ इन्टिग्रिटीको लागि पवित्रताको लागि एक्लै लड्दैछ। त्यतिखेर अनन्तताको गहिराईबाट प्रत्येक अचम्मको कुराहरू भित्रबाट तानिकन परमेश्वरले दाउदको कानमा हुस्पर गर्दै पछि राजा र दिन म कुरा दिनेछु। स्याबास मेरो छोरो, संसारले तँलाई आज स्याबास दिएको छैन। मेरो लागि मात्रै, केवल मेरो लागि मात्रै तँ जीवन बिताइरहेको छस्। केवल मेरो लागि तैँले चाहिँ तेरो इन्टिग्रिटीलाई बचाइराखेको छस्, तेरो इमानदारितालाई बचाइराखेको छस्। त्यसकारणले गर्दाखेरि परमेश्वरले अनन्तताको गहिराईबाट निकालिकन सपना र दर्शनहरू दिनुहुन्थ्यो दाउदलाई। अनि दाउदले बिना बजाउँदै गर्दाखेरि त्यो सपना र दर्शन र गहिरो गहिरो वचनको कुराहरू, गहिरो गहिरो परमेश्वरको स्वर्गभित्र लुकेका कुराहरू दाउदलाई विस्पर गरिन्थ्यो, दाउदलाई खाने खुसी गरिन्थ्यो। अनि दाउदले त्यो कुराहरूलाई गीत पनि गाए। जब यो अनाउन्समेन्ट आयो धेरैजना तर्सिए र दाउद तर्सेको थियो, किनभने जब ऊ एक्लै थियो नि, ऊ कहिलो ठाउँमा हुँदाखेरि नै उसले सुन्ने। हाम्रो प्रभु चाहिँ सुन्ने र बोल्ने प्रभु हुनुहुन्छ। हालेलुया। मान्छेले तपाईँलाई सेतासी भन्दैन धेरैचोटि, किनकि जुन कुरा तपाईँले गुप्तमा गर्नुहुन्छ मान्छेले देख्दैन नि त। हाम्रो जीवनमा समस्या के छ भन्दाखेरि नि, हामी सार्वजनिक ठाउँमा र देखिने ठाउँमा हामी राम्रो बन्न खोज्छौँ। अनि मान्छेको सेवासी पाउँछौँ भने मानिसको सेवासीले हामीलाई यहाँदेखि त्यहाँ पनि लान सक्दैन। आज धेरैको होडमा चाहिँ के छ भन्दा पास्टरलाई खुसी बनाउने, औलालाई खुसी बनाउने, उसलाई खुसी बनाउने, त्यसलाई खुसी बनाउने, एसाउ जस्तो बाउलाई खुसी बनाउँदा बनाउँदा बिचरा उसले आफ्नो ज्येष्ठ अधिकार पनि बेच्यो, त्यत्रो ठुलो करार पनि उसले बेचिसकेकोलाई थाहा पनि भएन। बोयफ्रेन्डलाई खुसी बनाऊ, गर्लफ्रेन्डलाई खुसी बनाऊ, आफैलाई खुसी बनाऊ, आफ्नो इगोलाई सेटिस्फाई गर्ने, आफ्नो एङ्गरलाई सेटिस्फाई गर्ने, आफ्नो लस्टलाई सेटिस्फाई गर्ने, व्यभिचारको सोच र विचारलाई सेटिस्फाई गर्ने, पैसाको लोभ र लालचमा फस्ने सेटिस्फाइड हुने, कसैसँग रिस छ भने त्यो रिसलाई चाहिँ सेटिस्फाई गर्नुको लागि उसको जीवन लथालिने बनाइदिने, उसको पुरा काटेर उसको जरासम्म पुगिकन उसलाई चाहिँ ठुलो पारिदिने अनि आफू सेटिस्फाइड। यो प्रकारको मानिसहरूले आज हाम्रो मण्डलीले भएको कारणले गर्दाखेरि प्रभुले अर्को महिनाको कुरा दिनु सकिरहेको छैन। तर त्यो गहिराईको ठाउँमा जुन मान्छेले प्रभुलाई आदर गर्दैछन्, म जनालाई यही कुरा सिकाउन चाहन्छु, सार्वजनिक स्थलहरूमा राम्रो हुन नखोज्नुहोस्। मान्छेको सेवासीले त्यही सेवास भन्ने मान्छेले पनि तपाईँलाई यसो दिएर चाहदिन्छ। आज जुन मान्छेले तपाईँलाई यहाँ उभिन्छ नि, भोलि त्यही मान्छेलाई सेटिस्फाइड भएन भने, किनभने त्यो व्यक्तिलाई सेटिस्फाइड गराएर तपाईँ यहाँ उभिनु भएको छ भने, उसलाई जिन्दगीभरि सेटिस्फाई गराउन सक्नु भयो भने उसले नै तपाईँलाई के दिइकन फेरि तल झारिदिन्छ। कतिजनालाई सेटिस्फाई भयो। दाउदको होड त्यो थिएन। दाउदको होड चाहिँ के थियो भन्दाखेरि नि, मेरो बाउले मलाई भनेन, मेरो आमाले मलाई भनेन, मेरो दाइहरूले मलाई भनेन। पढ्नुहोस्, देख्नुहुन्छ मैले यतिकै भनेको। दाउदलाई कस्तो व्यवहार गरिन्थ्यो, भोलिसम्म लड्नु जानुभन्दा अगाडि पनि यो घटनामा पनि अलिकति अगाडि पढ्नुहोस्, कति नराम्रो शब्दहरू दाउदलाई लगाउँछ बताइहाल्यो। त्यो जस्तो घमण्डी मान्छे कोही छैन। तर बाउको भेडा चराएर बसेर तँ के गर्न आएको यहाँनिर भनेर कति नराम्रो शब्दहरूले दाउदलाई दाइहरूले गाली गर्छ। यो घटना हुनुभन्दा अगाडि पनि कति साह्रो पिरिएको मान्छेहरू
तर जब ऊ बेलिँदै थियो नि त्यो बेलामा उसले त्यो गहिरो ठाउँमा, त्यो एक्लो ठाउँमा, त्यो तुच्छ ठाउँमा, त्यो कसैले नबोल्ने ठाउँमा बस्दै गर्दाखेरि नि देख्नुहुने, गुप्तमा देख्नुहुने परमेश्वर। सबैजनाले भन्नुहोस् त, गुप्तमा देख्नुहुने परमेश्वर। जब जब तपाईँ कसैलाई खुसी बनाउन अगाडि बढ्नुहुन्छ नि, यो शब्दलाई याद गर्नुहोस्। तपाईँ यदि परमेश्वरलाई खुसी बनाउने हो भने चाहिँ देखिने ठाउँमा हुँदैन। पास्टर लाजरले यति सिकाएको चाहिँ तपाईँले बुझ्नुहोस्। इनाम चाहिँ गुप्तमा गरिएको कुराहरूको मात्रै पाउनुहुन्छ। सार्वजनिक स्थलहरूमा गरिएको चाहिँ न्याय मात्रै हो। जबबाट तपाईँ इनाम पाउन चाहनुहुन्छ, जब तपाईँले त्यो गुप्तको ठाउँमा तपाईँ व्यभिचारसँग लड्दै गर्दाखेरि नि युसुफले के गर्यो? पोतिफरको श्रीमती आएको युसुफलाई भन्यो, तिमी त ह्यान्डसम छौ, मेरो श्रीमान पनि घरै आउँदैन, तिमी यति जवान छौ, यति रेसिङ हर्मोन्सहरू तिम्रो जीवनमा छ, अहिले यस्तो ह्यान्डसम छौ, के तिमीलाई मन पर्दैन मेरो विचारको कुराहरू? आऊ मसँग सुत, म तिमीलाई प्रेममा दिन्छु। कसैले देख्थेन, कसैले पनि देख्थेन। हाम फालेको भइदिए चिची पापा हुन्थ्यो, व्यभिचार गर्न पनि पाउँथ्यो, माया पनि पाउँथ्यो। पोतिफरले त माया गरि नै राखेको छ, पोतिफरको श्रीमती पनि माया पाउँथ्यो। उसको जवानीपनको सेटिस्फ्याक्सन, त्यो क्रेभिङ हर्मोन्सहरूलाई पनि शान्ति मिल्थ्यो। तर गुप्तको ठाउँमा, कसैले नदेख्ने ठाउँमा के गरे युसुफले? त्यो व्यभिचारको प्रसादबाट, हालेलुया, यो चाहिँ मेरो परमेश्वरको विरुद्धको कुरा हो, यो चाहिँ मेरो मालिकको विरुद्धको कुरा हो। म जवान छु, मलाई सेक्सुअल कुराहरू मनपर्छ, तर यो चाहिँ व्यभिचार हो। र यस्तो कुरा चाहिँ मेरो जीवनबाट हुने छैन, किनकि म मेरो प्रभुलाई आदर गर्छु। हालेलुया, भाग्यो। एकैछिन मात्रै बसेको भए युसुफ फसिन्थ्यो त्यहाँनिर। सोचेको भएदेखि ए जवान छस्, अरूले पनि गरिराखेको छ, यतिकै त तेरो देशमा छैनस्, तेरो आमा बाउ पनि यहाँ छैन, बदनामै हो भने तँलाई के फरक पर्छ? खोइ त तेरो मन्दिर पनि यहाँ छैन, त मिश्र देशमा छस्, तँलाई त बेचिएको छ, तेरो आफ्नै दाइहरूले बेचेको, त दुःखी मान्छे हो, गरिदिए एकचोटि व्यभिचार केही फरक पर्दैन। यतिकै त जवान छस्, प्रभुले हेरिहाल्नुहुन्छ, भोलि छाडा दिइहाल्नुहुन्छ, के फरक पर्दैन? जा फरक पर्दैन। युसुफले के गर्यो? त्यो एउटा भेडा चोर्न आउँदै गरेको थियो सिंहसँग, मेरो पवित्रतालाई चोर्नको लागि व्यभिचार आउँदैछ। कसैले हालेलुया, सुन्नुहोस्, परमेश्वरले छान्ने राजाहरू र परमेश्वरले छान्ने महान व्यक्तिहरू चाहिँ गुप्तमा बनिने। गुप्तको ठाउँहरूमा चाहिँ लत्तालिएको जीवन, नदेख्ने ठाउँहरूमा चाहिँ लत्तालिएको जीवन हुन्छ हाम्रो। अनि हामी यहाँ आएर एक्टिङ गर्छौँ, यार हामी एक्टिङ गर्छौँ, स्वर्ग हेरिरहेको हुन्छ, स्वर्ग हाँसिरहेको हुन्छ, हेर त एक्टिङ गरे। म त के भन्छु भने नि, यदि तपाईँको जीवन चाहिँ स्वर्गको कुरासँग मिलेको छैन भने नि जतिसक्दो यहाँ चाहिँ नआउनुहोस्। म त तलै बसेर प्रभु म मिलाउँछु पाएँ, एटलिस्ट एक्टिङ चाहिँ नगर्नुहोस्। किन भन्नुहोस् त, एउटा जेन्युन कुरा म भन्दैछु, तपाईँले गुप्तमा जुन जीवन तपाईँलाई मन परेर जिउनुहुन्छ, तपाईँलाई सधैँभरिको लागि परमेश्वरले त्यही जीवन जिउने बनाइदिनुहुन्छ। तपाईँ गुप्तमा व्यभिचार गर्दै यहाँ आएर चाहिँ पवित्रता देखाउनुहुन्छ भने एक दिन परमेश्वरले तपाईँलाई सधैँ व्यभिचार गर्ने ठाउँमा इस्टाब्लिस गरिदिनुहुन्छ। सधैँभरि तपाईँ व्यभिचार गरे गर्नुपर्छ। गुप्तमा तपाईँ जुन जीवन मन पराउँदै हुनुहुन्छ नि, त्यही जीवन स्वर्गले तपाईँलाई दिन्छ।
तपाईँलाई चाहिँ ग्लोरियस लाइफ चाहिन्छ भने, तपाईँलाई चाहिँ पवित्र जीवनशैली चाहिन्छ भने गुप्तमा त्यो कुरा गर्न सिक्नुहोस्। किनकि परमेश्वरले चाहिँ कहाँ देख्नुहुन्छ अरे प्रिय? भन्नुहोस् त, गुप्तमा देख्नुहुन्छ। यहाँनिर आएर भाषण छाडेकोलाई परमेश्वरलाई केही पनि फरक पर्दैन, हाँसिरहेको हुन्छ परमेश्वर। कति दामी एक्टिङ गरेँ क्या, मलाई सधैँ एक्टिङ गर्ने बनाइदिन्छ परमेश्वर। एक दिन एउटा यस्तो समय आउँछ तपाईँलाई एक्टिङ गरे बनाइदिन्छ परमेश्वर। किनकि परमेश्वरको नजरमा केही पनि कुरा कहिले पनि लुक्दैन भन्छ, सबै कुरा उहाँको अगाडि छर्लङ्गै छ। को पनि के गर्दैछ आँखै आँखा भएको स्वर्गदूतहरू राख्नु, आँखै आँखा जति पनि स्वर्गमा तपाईँले क्रिचर्सहरू देख्नुहुन्छ नि, इजेकियलको पुस्तकमा तपाईँले हेर्नुहोस्, प्रकाशको पुस्तकमा हेर्नुहोस्, परमेश्वरको वरिपरि उड्ने जति पनि क्रिचर्सहरू छ नि सबैको पखेटाभरि आँखै आँखा, जिउभरि आँखै आँखा भएको मात्र देख्नुहोस्। त्यसको अर्थ के हो? तपाईँले गरेको हरेक कुराको रेकर्ड भइरहेको छ, सबै कुराको रेकर्ड भइरहेको छ, सबै। अनि गुप्तमा तपाईँ जस्तो जीवन जिउँदै मजा गर्दै हुनुहुन्छ नि, एक दिन तपाईँलाई प्रभुले त्यही जीवन जिउने अनुभव गर्नुहुन्छ। मैले धेरैजना देखेको छु एक्टिङ गर्नेहरू, सधैँभरि एक्टिङ गरेको हुन्छ। तर म यो कन्फिडेन्समा तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि गुप्तको ठाउँमा सायद आज तपाईँ लडिराख्नु भएको होला, सायद आज तपाईँ सङ्घर्ष गर्दै हुनुहुन्छ होला। प्रभुलाई तपाईँ सङ्घर्ष गर्दै गर्दाखेरि प्रभुले भन्नुहुन्छ, है छोरा म हेरिरहेको छु, तपाईँ उठ त, उठ, सक्छस्, म छु तेरो साथ। एकचोटि तेरो कमजोर हात अगाडि बढा त, त्यो सिंहसँग लड्ने अनुग्रह चाहिँ म दिन्छु तँलाई भनिरहेको छु। हालेलुया। तर हामी हात बढाउनु पर्दैन, गुप्तमा मजा गरिरहेको हुन्छ। अनि के हुन्छ? परमेश्वरले हेर्नुहुन्छ अनि तपाईँ र मेरो जीवन चाहिँ सधैँको लागि काम नलाग्ने जीवन हुन्छ। यसै छक्कै पर्यो, दाइहरू छक्कै पर्यो, तर दाउद छक्कै परेन। दाउदलाई थाहा थियो म एक दिन राजा, अब फेरि जाऊ, तिमी अब आजदेखि तिमीलाई परमेश्वरले राजा अभिषेक गर्नुभएको छ र तिमी अब फेरि फर्केर जाऊ र के गर? खोइ त हिजो हुनेले भन्नुहोस् न, तिमीलाई राजा अभिषेक गरिएको छ, अबदेखि तिमी राजा भएका छौ, तिमीले प्रभुलाई राजा भनिकन छान्नु भएको छ। अब के गर? फेरि जाऊ अनि भेडा चराऊ। सबैजनाले भन्नुहोस् त, भेडाको देखरेख गर। हालेलुया। राजा अभिषेक भयो, प्रोफेटिक अनाउन्समेन्ट उसको जीवनमा आयो, त चाहिँ राजा हो। त्यसपछि सामेलले भन्नुभयो अब तिमी जाऊ फेरि पनि भेडा चराऊ। त्यो समय जब तपाईँलाई भन्दै थिएँ, यो समय प्रक्रियाको समय, राजा अपमानी भयो, राजा हुने समय यहाँनिर। तर त्यो समय र यो समयको बिचमा एउटा समय छ, त्यो चाहिँ हो प्रक्रियाको समय, जहाँनिर तपाईँले फेरि पनि बाउको भेडा चराउनु पर्ने हुन्छ। हालेलुया। बाउको भेडा चराउनु पर्ने हुन्छ। सबैजनाले भन्नुहोस् त, एउटा भेडा। जब तपाईँ इन्सिग्निफिकेन्ट ठाउँमा हुनुहुन्छ नि, त्यो भेडा चराउनुको लागि तपाईँलाई पठाइन्छ। बाउले भन्नुहुन्छ तँलाई म शक्तिशाली रूपमा चलाउँछु, तेरो लागि मैले शक्तिशाली योजना बनाएको छु। तपाईँले त्यो प्रोफेटिक अनाउन्समेन्ट लिनुभयो, अचानक एकैचोटि हाम फालेर त्यो प्रोफेटिक अनाउन्समेन्टमा अब प्रभुले मलाई दिन्छु भनेको छ, अब म त्यहाँ पुग्छु भनेर हाम नफाल्नुहोस्। यो समयलाई हेर्नुहोस्। यो समयमा चाहिँ के गर्नुहुन्छ तपाईँले? फेरि पनि भेडा चराऊ, फेरि पनि भेडा चराऊ। हालेलुया। अब दाउद फर्केर गयो फेरि पनि भेडा चराउनुको लागि। अनि सिंह र भालुहरू आउँछ, सिंह र भालुसँग लड्छ है। प्रभुले त मलाई राजा पो बनाउँछु भन्नु भएको थियो त, म त यहाँ त भेडाको आँची सोध्नु परिरहेछ।
गनाउने भेडाहरूसँग सोध्नु परिरहेको छ। प्रभुले त मलाई यस्तो पो दिन्छु भन्नुभएको थियो, आज त म चर्चको टोइलेट सफा गर्दैछु। प्रभुले त मलाई पास्टर बनाउँछु भन्नुभएको थियो, म त चर्चमा त खाना पो बनाउँदैछु। यो चाहिँ भेडा चरा, यो चाहिँ भेडा चरा। प्रभु मानिस हुनुहुन्न, उहाँले गल्ती गर्नुहुन्न र उहाँ झुट बोल्नुहुन्न। आमेन। यशायामा भनिएको छ, उहाँको मुखबाट निक्लेको एकचोटिको वचनले जहिले पनि काम नगरिकन त्यो कहिले पनि फिर्ता आउँदैन। हालेलुया। प्रभुले जब बोल्नुहुन्छ तपाईँको जीवनमा, त राजा भइस मैले तँलाई सुने, त्यो चाहिँ पुरा हुन्छ। यहाँ पुरा हुन्छ, त्यहाँ पुरा हुँदैन, यहाँ पुरा हुन्छ। तर त्यो बिचमा चाहिँ तपाईँ फेरि भेडा चराउन जानुपर्ने हुन्छ, सङ्घर्षको ठाउँमा जानुपर्ने हुन्छ, एक्लो ठाउँमा जानुपर्ने हुन्छ। अनि त्यतिखेर तपाईँको भेडा चोर्नको लागि फेरि पनि बाघ र भालु र सिंहहरू तपाईँको बगानबाट चोर्नुको लागि आउँछ। हो, त्यतिखेर चाहिँ त्यो बेलामा चाहिँ तपाईँहरू मैले बुझ्नुपर्छ। धेरैजना अत्तालिन्छ, निराश हुन्छ। म यो कुरालाई धेरै फोकस गर्छु हिजो पनि, किन भन्दाखेरि हामी अड्किएको छ यहाँ पनि, त्यहाँ पनि हामी अड्किएको छ। यहाँ हाम्रो सङ्घर्ष चाहिँ यो, हामीले यो ठाउँलाई बुझ्दैनौँ, प्रक्रियाको ठाउँ हामी मिस गरी पढाउँछौँ। त्यस कारणले यो कुरालाई बुझ्नुहोस्, प्रक्रियाको समय फुल टाइम। हालेलुया। मलाई दुःखबाट जाँदै हुनुहुन्छ नि, धन्यवाद दिन्छु प्रभु, तपाईँले मलाई राजाको ठाउँमा स्थापित गर्दै हुनुहुन्छ। त्यही भएर त म दुःखबाट यो कुरामा फसेको छु। हो, मैले प्रभुले मलाई दिन्छु भन्ने कुरासम्म पुगेको छैन, तर आज म दुःखको छैन, म दुःखी व्यक्ति हो होइन, म चाहिँ त्यो व्यक्ति हो जो प्रभुले मलाई थप्नु लाग्छ। हालेलुया। तर धेरैजनाले सङ्घर्षलाई आफ्नो आइडेन्टिटी बनाउँछ अनि के गर्छ, तपाईँको जियोग्राफीले तपाईँको आइडेन्टिटी बनाइदिन्छ। यो कुरा नबुझ्दाखेरि, तर यदि तपाईँले प्रभुको वचनलाई बुझ्नुहुन्छ भने चाहिँ नि तपाईँको जियोग्राफी यो छ नि, तपाईँ कुन बाटोबाट हिँड्छ। तपाईँ भेडा चराउँदै हुनुहुन्छ, सङ्घर्ष गर्दै हुनुहुन्छ, तर सङ्घर्ष गर्दै गरेको बेलामा म राजा हो। हालेलुया। म राजा हो, सङ्घर्ष गर्दैछु तर म राजा। सङ्घर्ष मेरो पहिचान होइन, मेरो पहिचान राजा। आज सङ्घर्षमा छु, सङ्घर्ष मेरो पहिचान होइन, मेरो पहिचान चाहिँ राजा। हालेलुया। अनि सङ्घर्षको बिचमा भएर जाँदै गर्दाखेरि चाहिँ नि राजा जस्तै गीत लेख्नुहोस्। हालेलुया। राजा जस्तै नाच्नुहोस्, राजा जस्तै गाउनुहोस्, राजा जस्तै उफ्रिनुहोस्, राजा जस्तै खुसी बस्नुहोस्। सङ्घर्षमा हुनुहुन्छ तर राजा जस्तै जिउनुहोस्, किनकि तपाईँको आइडेन्टिटी चाहिँ राजा हो। आइडेन्टिटी। हालेलुया। त्यत्रो अनुहारले दुःख गरे, ओ कस्तो हुन्छ, बाँचेको छु, अब बाँचिरहेको छु, ठिकै छ। उसले भन्नु चाहेको छ म पुरा दुःखमा छु, म चाहिँ दुःखी मान्छे हो। बिचरा उसको आजले उसको पहिचान बनाइरहेको छ। आज बिरामी छु, म त बिरामी मान्छे हो, म त खत्तम भइसक्यो, मेरो त शरीर यस्तो भइसक्यो, मेरो जिन्दगी यतिकै बित्छ भनेको उसले। आज बिरामी हुनुहुन्छ तर यसो क्रिस्टको वचनले, परमेश्वरको वचनले चाहिँ मेरो कोराको चोटले तिमी निको भएका छौ। हालेलुया। तपाईँको आजलाई तपाईँको आइडेन्टिटी नबनाउनुहोस्। तपाईँको आज हो त्यो, तपाईँको जियोग्राफी हो त्यो, तपाईँको आइडेन्टिटी होइन। आज सङ्घर्ष गर्दै हुनुहुन्छ त्यो तपाईँको आजको सङ्घर्ष मात्रै हो, तर तपाईँको भित्र चाहिँ गोलियतलाई मार्ने अर्डिनेसन प्रभुले तपाईँलाई राखिदिनु भएको छ। आमेन। सङ्घर्षबाट जाँदै गर्दाखेरि यो कुरा बुझ्नुपर्छ, यो चाहिँ प्रभुको बाटो। अनि त्यो सङ्घर्षको बिचमा परमेश्वरले जीवनको एकदमै भ्यालुएबल कुराहरू तपाईँलाई सिकाउनु हुनेछ। हालेलुया। सिकाउनु हुनेछ। सबैजनाले भन्नुहोस् त, एउटा भेडा, फेरि पनि एउटा भेडालाई बचाउने रिभाइभल, एउटा भेडाको लागि आफ्नो ज्यान जोखिममा लाउने रिभाइभल अब नेपाली मण्डलीहरूमा प्रभुले ल्याउँदै हुनुहुन्छ। हालेलुया।
आज यो रुमभित्र यो सेन्चुरीभित्र यहाँ धेरैजना व्यक्तिहरू धेरैवटा भेडाहरू हराएर बसिराख्नु भएको छ। सङ्घर्ष गरिरहेको छ। मैले त धेरै भेडाहरू हराइछ। तर म आज तपाईँलाई के भन्नु चाहन्छु भन्दाखेरि अब प्रभुले तपाईँलाई एउटा भेडालाई बचाउने रिभाइभल दिँदै हुनुहुन्छ। आमेन। एउटा भेडाको लागि ज्यान जोखिममा नफाल। एउटा भेडाको लागि किन तिमी यत्रो सङ्घर्ष गर्छौ? एकचोटि त गरिदेऊ, केही फरक पर्दैन। दुष्टले तपाईँको एउटा भेडा चोर्नु आएको होइन, दुष्टले तपाईँको जीवनसँग सम्बन्ध गाँच्नु आएको। मैले हिजो भनिहालेँ, एकचोटि सिंह आएर एउटा भेडा खाइसकेपछि अब उसले के सोच्छ, ए यो ठाउँमा गयो भने चाहिँ मैले के दुःखै गर्नु पर्दैन, यो मान्छेको समस्या यस्तो छ, यसलाई यसको भेडा चोर्नु सजिलो छ। अनि त्यो सिंह आउँछ तपाईँलाई तपाईँलाई बेविचारमा फसाउँछ। एकचोटि हो गरिदे, एकचोटि हो गरिदे। अब तपाईँले एकचोटि शैतानलाई ल ठिकै छ, म बेविचार गरिदिन्छु, ल म एकचोटि लोभ गरिदिन्छु, म एकचोटि चोरी दिन्छु, म एकचोटि हाँदिदिन्छु, मलाई सेटिस्फाई भयो। तपाईँ सेटिस्फाइड हुनुभयो, तपाईँ बिर्सिनु भयो। भोलि सिंह फेरि आउँछ, मुख मिठाउँदै आउँछ। यहाँ सजिलो छ, यहाँ सजिलो छ। अनि सिंहले तपाईँलाई फेरि तपाईँको एउटा भेडा चोर्नुपर्छ। अब तपाईँले एउटा बानी लागिसकेको छ, किनभने मेरो 1000वटा भेडा चाहिँ एउटा भेडा जाँदा के फरक पर्यो? तपाईँले दिनुभयो, सिंह फर्केर आउँछ, खान्छ, तपाईँलाई अर्को पापमा फसाउँछ। सुन्नुहोस् है, चोर त चोर्न मार्न अनि नाश पार्न आउँछ। हामीलाई चाहिँ के लाग्छ, एकचोटि त छोडिदिउँ, एकचोटि होइन, लोभमा फसायो जान्छ। त्यो गइसकेपछि आउँछ जस्तो। अनि उसँग अर्को दुईजना लुकुर आउँछ है, लुकुर। हिजो तपाईँलाई लोभमा फसाएको थियो पैसामा, अब उसले अर्को बेविचार पनि लिएर आउँछ है। अनि अर्को पनि लिएर आउँछ, रिसलाई पनि लिएर आउँछ, खाएर जान्छ, तितो पर्ला लिएर आउँछ, क्षमा नदेशेको कुराहरू लिएर आउँछ। बगालमा बगाल, हुलका हुल तपाईँको जीवनमा आउन थाल्छ। एकचोटि एउटा भेडालाई तपाईँले छोडेको कारणले गर्दाखेरि तपाईँको जीवनसँग उसले सन्धि गर्छ र उसले के भन्छ भने यो लाजोसलाई म यो कुरामा फसाउन चाहन्छु। छोडी हेर्नु है, ट्राई गर्छु म यसलाई। उसले आएर मलाई लोभमा पैसा देखाइकन, ठिकै छ त पास्टरहरू, तँलाई पनि त पैसा चाहिन्छ, हेर त अरू पास्टरहरू कति धनी धनी छ, तँलाई पनि त चाहिन्छ नि। यहाँनिर अलिकति हिनामिना गर्दैन भइहाल्छ, एउटा जमिन आइहाल्छ। हो त यसो मलाई त चाहिन्छ जग्गा जमिन। मेरो त छोरीहरू छ, सेवाकाई गरेर खोइ मलाई त अहिलेसम्म केही भएको छैन। मिनिस्ट्री भनेको त फ्यामिली हो, फ्यामिलीलाई पनि त मैले हेर्नु पऱ्यो। त्यही कारणले गर्दाखेरि ठिकै छ, राम्रै होला यो पनि। मिनिस्ट्रीको पैसा चोरीकन जमिन दिन्छु। गयो त्यहाँ एउटा बेला, उसलाई थाहा भयो, ए यसलाई त मैले खतरा सोचेको थिएँ, ए यहाँ यसको याद लुक। अब के गर्यो? दाउदको जीवन चाहिँ नि 3D विन्डो हो हाम्रो लागि। दाउदको जीवनलाई तपाईँले मैले हेऱ्यौँ भने नि 3D मुभी हामी हेर्न सक्छ हाम्रो जीवनको बारेमा। दुष्टले हाम्रो जीवनमा कसरी काम गर्छ त्यसलाई हामी बुझ्न सक्छौँ। 3D मुभी हेरेको जस्तै हुन्छ यदि तपाईँले बुझ्नुभयो भने। दुष्टले मेरो एउटा भेडा फसाउन आएको होइन, दुष्टले मसँग सन्धि गर्न आएको, एउटा खुला ढोका नीति अपनाउन आएको।
एउटा भेडा चोरिहेछु, यसले मलाई चोर्नु दियो भने चाहिँ यसले मेरो लागि ढोका खोले, अब म फेरि भोलि पनि आउँछु, पर्सि पनि आउँछु, अनि म दिन प्रतिदिन चाहिँ बास्ना लिएर जान्छु। अनि अर्को सिंह अनि अर्को भालुले पनि थाहा हुन्छ यो ठाउँमा चाहिँ सजिलो रहेछ माछा मार्नु, यो ठाउँमा चाहिँ सजिलो रहेछ भेडा मार्नु, जाउँ हामी पनि गएर खाउँ त्यहाँनिर। यसले त सधैँ गएर खाइरहेको छ। अनि त्यसपछि व्यभिचार आउँछ, लोभ आउँछ, लालच आउँछ, सबै कुराहरू एकपछि अर्को गर्दै मेरो बगालमा आउँछ चोर्नको लागि। दुष्टले तपाईको एउटा भेडाको लागि आएको होइन, तपाईसँग खुल्ला ढोका नीतिको लागि आएको, हेर्नुको लागि आएको। यो कहाँ फस्छ, यो फस्छ कि फस्दैन? दाउदले के भन्दैछ भन्दाखेरि नि त्यसले आएर मेरो भेडा चोर्यो भने म त्यसको पछाडि गएर भेडालाई ढुकाएर ल्याउँथेँ, अनि यदि त्यो फर्केर मलाई झम्ट्यो भने चाहिँ त्यस पछाडि म त्यसलाई मार्न दिन्थेँ। मैले एउटा पनि भेडा छोडिनँ। हालेलुया। मैले एउटा पनि भेडा छोडिनँ। एउटा गोठामा त्यतिकै राजा बन्छ, एउटा गोठामा त्यतिकै राजा बन्छ। एकवटा भेडालाई बचाउने अभिषेक तपाईँ र मसँग छ भने मात्रै उहाँले हामीलाई राजा बनाउनुहुन्छ। आमेन। सुन्नुहोस् प्रिय, एउटा भेडा बचाउने अभिषेक हामीले प्रभुसँग माग्नुपर्छ। सबैजनाले भन्नुहोस् त एउटा भेडा म बचाउँदैछु, चोरलाई चोर्न दिदिनँ। सुन्नुहोस् सबैजना, एउटा भेडा होइन। मैले यस्तो कहिले पनि सुनेको छुइनँ। आजसम्म प्रभुको सेवाकाई गरिरहेको मान्छे भोलि बिहान अचानक उठेर चाहिँ रक्सी खान गयो, बेलुका टन्नै रक्सी खाएर आएन, बुढीलाई पुरा कुटियो अरे। यस्तो मैले कहिले पनि सुनेको छैन। तपाईँहरूले सुन्नु भएको छ? मैले त सुनेको छैन। तर के हुन्छ थाहा छ? दसैँ आयो, घरमा पाहुना आएको छ, तपाईँले खाइरहेछ। नेपाली कल्चरमा हामीले कल्चर पनि त छ, यति चुसेटको पारिदिन्छ हो। त्यो यतिबाट त्यो एकचोटिबाट सुरु हुन्छ हाम्रो जीवनमा। एउटा सेवाकाई गर्दै गरेको मान्छे, एउटा प्रभुलाई माया गर्ने जवान चाहिँ भोलि कोही बेला रक्सी खाने ड्रग एडिक्सनमा पुगेको चाहिँ एकैचोटि बिहान उठेर त म त आजदेखि ड्रग एडिक्ट भयो भन्नु कसले पनि भन्दैन। एकचोटि तानिदिउँ, अलिकति खाइदिउँ न, एकचोटि लोभ गरिदिउँ न, के फरक पर्यो? एकचोटि व्यभिचारमा फसिँदा के फरक पर्छ? यो टेक्स्टको रिप्लाई गर्दा के फरक पर्छ? एउटा टेक्स्ट हेर्नुहोस्, वा अर्का हेरौँ न। त्यो टेक्स्ट होइन, त्यो टेक्स्ट होइन, तपाईँको एउटा भेडा हो। तपाईँले फर्काउनु भयो नि। अब अर्को म्यासेज आउँछ तपाईँलाई, फ्लोट गर्ने म्यासेज। तपाईँलाई देख्ने बित्तिकै मलाई त कस्तो कस्तो हुन्छ, तपाईँलाई देख्ने बित्तिकै मलाई त कुन के हुन्छ बिस्तारै। अब ए है त्यस्तो हुन्छ। म त सेवाकाई गर्दैछु, ए त म त जोगिनुपर्छ यस्तो कुराहरूबाट। फेरि अर्को म्यासेज आउँछ, कहाँ हुनुहुन्छ दाइ? सुरु हुँदै जान्छ। एउटा म्यासेजबाट सुरु भएको थियो, डङ्गरमा व्यभिचारमा एकचोटि चुस्के लगाएको थियो, एडिक्सनमा पुग्छ 2 वर्ष। एकचोटिबाट कहिले पनि मान्छे एडिक्ट फसिँदैन। एकचोटिबाट सेवाकाई गरेको मान्छे कहिले पनि व्यभिचारमा डुब्दैन। तर त्यो एउटा भेडा जब हामीले छोड्छौँ नि, हो त्यो एउटा भेडाले चाहिँ सबै कुरा गर्छ। त्यही कारणले गर्दाखेरि दाउदले चाहिँ यो कुरा बुझे कि यो एउटा भेडा होइन, यो चाहिँ मेरो पुरै बगाल चोर्न आएको हो। त्यसैले गर्दाखेरि अबको दिनहरूमा नि भइहाल्छ भने कम्प्रोमाइजको जीवन नसोच्नुहोस् तपाईँले। कम्प्रोमाइज संसारसँगको मित्रता हो कम्प्रोमाइज। त्यसले चाहिँ तपाईँलाई परमेश्वरको शत्रु बनाउँछ। एक दिनमा होइन, मैले भनिहालेँ, आज राम्रो भइरहेको बहिनी भोलि अचानक व्यभिचारमा फसिँदैन। तर एकचोटि तपाईँले छोड्नुहुन्छ नि, एकचोटि बोलिदिउँ, एकचोटि टेक्स्ट रिप्लाई गरिदिउँ, एकचोटि खाइदिउँ, एकचोटि लोभ गरिदिउँ, एकचोटि हेरिदिउँ, एकचोटि गइदिउँ। यो कुराहरूले चाहिँ तपाईँ र मलाई चाहिँ
The enemy comes to steal, kill and destroy. शत्रु चाहिँ चोर्न, मार्न अनि नाश पार्न आउँछ। एउटा भेडाको लागि आएको होइन, तपाईको जीवनसँग खुल्ला ढोका नीतिको लागि आएको। एउटा पाटन उसले हेर्छ, यो व्यक्तिलाई म यहाँ फसाएछु, के गर्दो रहेछ, तपाईले छोडिदिनु भयो, उसले सुन्छ अब म यहाँ जानु सक्दैछु। अनि त्यस पछाडि तपाईको जीवनमा त्यो आउनु थाल्छ। एउटा भेडा तपाईले जब छोड्दै गरेको हुन्छ त्यतिखेर सोच्नुस् यो एउटा भेडाको कुरा होइन, यो चाहिँ तपाईको जीवनबाट तपाईको परमेश्वरसँगको सम्बन्धको कन्फिडेन्स छोड्दै गरेको हुन्छ। त्यसले कति ब्युटिफुल कुरा छ। साउलले सोध्छ दाउदलाई, तँसँग के छ छोरा? केटो ठिटो त गोठालो मान्छे त के कारणले चाहिँ गोलेसँग लड्नु चाहन्छस् त? तैँले कसरी चाहिँ सोचिस् कि मेरो छोरीसँग तैँले बिहा गर्ने? दाउदले के भन्छ, मैले मेरो बाउको भेडाहरूलाई एक एकवटा भेडामा बचाउँछु। आमेन, हालेलुया। हेर्नुहोस् त, तपाईको त्यो भेडा एउटा होइन, तपाईको कन्फिडेन्स हो त्यो। आमेन, तपाईको कन्फिडेन्स मात्र होइन, तपाईको अनर हो त्यो, तपाईको इज्जत हो, परमेश्वरको अगाडिको एउटा इज्जत हो त्यो। तपाईले गुप्तमा एउटा भेडालाई बचाउनु भनेको चाहिँ तपाईले परमेश्वरसँगको सम्बन्धलाई बचाउनु, परमेश्वरले तपाईलाई दिनुभएको कुरालाई अनरलाई तपाईले जोगाउनु, अनरलाई बचाउनु। यत्रो धेरै लडाकुहरू लुकिरहेको थियो है, पहाडहरूतिर लुकिरहेको बेलामा एउटा ठिटो केटोसँग त्यत्रो ठुलो कन्फिडेन्स कसरी आयो? यो मान्छेसँग म लड्छु कसरी आयो? एउटा भेडालाई जोगाउँदाखेरि उसले जुन चाहिँ कमजोर हातले बढाए, म चाहिँ योसँग लड्छु र मेरो अनरलाई जोगाउँछु। परमेश्वरको अनुग्रहको हातले उसलाई शक्तिशाली बनाएको गवाएको कारणले गर्दाखेरि उसले के भन्दैछ, गोलियतसँग पनि म लड्न सक्छु। आमेन, हालेलुया। गोलियतसँग पनि म लड्न सक्छु। किनकि त्यो एउटा भेडाले मलाई एउटा रेभलेसन दियो कि मैले यदि मेरो एउटा भेडालाई बचाउने कोसिस गरेँ भने स्वर्गको शक्तिशाली हात चाहिँ मेरो कमजोर हातमा आउँदो रहेछ र यो सानो हातले चाहिँ सिंहको मुखहरू च्याती मार्ने शक्ति मैले पाएको छु। अनि यो गोली चाहिँ को मेरो लागि? हालेलुया। एउटा भेडा होइन त्यो, तपाईको कन्फिडेन्स हो, तपाईको होलिनेस हो, तपाईको पवित्रता। किनकि यो हात, जुन हात तपाईले एक दिन गएर परमेश्वरले भन्छ ए लाजोस तेरो त्यो हातबाट त्यो क्यान्सरको टाउकोमा तैँले हात राख, त्यतिखेर जब तपाईले हात राख्नुहुन्छ नि तपाईले एउटा भेडा त्यहाँ हराउनु भएको छ, अर्को भेडा त्यहाँ हराउनु भएको छ नि तपाईलाई कन्फिडेन्स हो नि। तपाईँसँग गवाई छैन, यहाँ एउटा भेडा यता एउटा भेडा उता एउटा भेडा हराइराख्नु भएको छ, कसरी कन्फिडेन्स? पवित्रता चाहिँ संसारको सबभन्दा शक्तिशाली कन्फिडेन्सलाई जेनेरेट गर्ने एउटा जेनेरेटर हो। जुन व्यक्तिले गुप्तको स्थानहरूमा पवित्र जीवन बिताउँछ नि त्यो व्यक्तिको हात नि क्यान्सरको माथि पर्दै गर्दाखेरि नि क्यान्सरले के भन्छ, अनुहार त लाजरसै हो, बोल्नु पनि लाजरसै बोल्छ कि, तर यो व्यक्तिमा म अर्कै मान्छेलाई चाहिँ देख्दैछु। 2000 वर्ष अगाडि हामीले देखेको थियौँ नि त्यो यीशु भन्ने मान्छे, त्यो मान्छे पो देख्दैछु अहिले। बोल्नु त लाजर जस्तै बोल्छ, हिँड्नु त लाजर जस्तै हिँड्छ, तर यो मान्छेमा अर्को एउटा मान्छे छ। लाजोसँग म बताउँदिनँ, तर लाजोसँग भएर त्यो अर्को मान्छेको अगाडि म झुक्नेको छु। हालेलुया। तपाईको एउटा भेडा होइन, तपाईको एउटा भेडा होइन, तपाईको भेडा होइन, यो स्वर्गको थुमाको कुरा हो। यो तपाईले गुप्तमा लड्दै गरेको एउटा भेडा तपाईको विषय होइन, तपाईको चर्चले, तपाईको धर्मले तपाईलाई एउटा भेडा जोगाउँदैन स्वर्ग जाने र नरक जाने विषय सिकाएको होला। तर म आज के भन्न चाहन्छु भने नि क्रिस्चियनिटी चाहिँ स्वर्ग जाने र नरक जाने विषय होइन। क्रिस्चियनिटी चाहिँ के हो भन्दाखेरि नि येशू ख्रीष्ट एउटा व्यक्तिको जीवनबाट यो कल्चरमा, यो देशमा, यो पुस्तामा देखा पर्न चाहने कुरा हो। त्यो एउटा भेडा चाहिँ तपाईँ स्वर्ग जाने सङ्घर्ष होइन प्रिय, यो त धर्मले सिकाएको, धर्मले तपाईँलाई सङ्घर्ष गर्न सिकाउँदैछ।
स्वर्ग जानको लागि पाप नगर होइन। पवित्रता चाहिँ स्वर्ग जाने सम्भव छैन। पवित्रता चाहिँ यीशु ख्रीष्टलाई तपाईको जीवनमा ल्याएको नि देखाउने। पवित्रतामा जिउनु भनेको चाहिँ मैले पाप गरेर स्वर्ग जान्छु भनेर रुने कुरा होइन। पवित्रतामा जिउने भनेको चाहिँ यीशु ख्रीष्ट। तपाईले गुप्तमा एउटा भेडा जोगाउँदै हुनुहुन्छ नि, त्यो भेडा चाहिँ दुष्टले चाहिँ के देख्छ? त्यो भेडा चाहिँ भेडा देख्दैन। तपाईको त्यो एउटा भेडा चाहिँ स्वर्गको थुमा देखिरहेको छ। त्यसकारणले गर्दा आज तपाईँ गुप्तमा लड्दै हुनुहुन्छ नि, दुष्टले के भन्दैछ? यो व्यक्ति यो गुप्तमा एक-एकवटा भेडाको लागि लड्ने मान्छे, यो चाहिँ बिना बजाउने मान्छे, यो चाहिँ गुप्तमा चाहिँ सिंह र भालुसँग लड्ने मान्छे, यो मान्छे चाहिँ यदि त्यो सिंहासनको ठाउँमा पुग्यो भने चाहिँ नि सावललाई जस्तै गरेर हामी यसरी हल्लाउनु सक्दैनौँ यसलाई। त्यसकारणले गर्दाखेरि यसलाई चाहिँ गुप्तमा नै लडाइदिनुपर्छ भनिकन नि स्वर्ग नरकको सबै कभरेज तपाईँको पछाडि लगाइन्छ। जुन दिन तपाईँ पवित्रतामा जिउन थाल्नुहुन्छ नि, सुन्नुहोस्, नरकको सेनाहरू तपाईँको पछाडि लाग्छ। शैतानसँग सृजना गर्ने शक्ति छैन। जतिवटा स्वर्गदूतहरूले परमेश्वरको विरुद्ध गरिकन स्वर्गबाट झारियो, कति नम्बर हो? 33 करोड समवट। आज पनि दुष्टको सेना भनेको त्यति नै हो, किनकि दुष्टले अर्को स्वर्गदूत उत्पादन गर्न सक्दैन। आजभन्दा 2000 वर्ष यीशुको पालामा कतिवटा स्वर्गदूत थियो? आज पनि त्यति नै हो। त्यो दुष्टको स्वर्गदूतहरू, त्यो डिमोनिक स्पिरिट्सहरू, त्यसले एउटै पनि अर्को बनाउन सक्दैन। 2000 वर्ष अगाडि व्यभिचार थियो भने आज व्यभिचार थियो, अर्को केही पनि छैन। सुन्नुहोस्, र आज संसारमा कति धेरै मान्छे छ? अरबौँ मान्छे छ, अरबौँ मान्छे छ, र एकैवटा मान्छेको पछाडि एकैवटा दुष्टको दूतहरू लाग्नु सक्दैन, यति धेरै मान्छे भइसक्यो। तर यदि तपाईँको जीवनमा चाहिँ दुष्टको नि क्यामेरा चाहिँ यसरी परिरहेको छ, एउटा पनि होइन, दुईटा पनि होइन, 3-4 नरकको दूतहरू चाहिँ तपाईँको पछाडि लागिरहेको छ। तपाईँले के बुझ्नुपर्छ? वर्ल्ड कप हेर्नु भएको छ, अहिले क्रिकेट भइरहेको छ, डबल कभरेज भन्छ त्यसलाई। डबल कभरेज भनेको चाहिँ कस्तो हुन्छ भने जसले गोल हान्न आँटेको छ नि त्यो स्टेडियमभरिको क्यामेरा त्यही मान्छेलाई तेर्साइदिन्छ, त्यसलाई भन्छ कभरेज। सबै क्यामेरा एउटा मान्छेतिर तेर्सिन्छ, किन? उसले गोल गर्न आँटेको छ। यदि नरकको दूतहरू नि तपाईँको पछाडि दिन प्रतिदिन लागिरहेको छ भने सोच्नुहोस् तपाईँसँग केही त छ। हालेलुया। तपाईँ किन सङ्घर्ष गर्दै हुन्छ नि गुप्तको ठाउँमा? किनकि तपाईँसँग एउटा डेस्टिनी छ जो तपाईँलाई थाहा छैन, तर दुष्टलाई थाहा छ। दाउदसँग प्रतिज्ञा भएको कुरा छ नि, प्रिय दुष्टलाई थाहा थियो। त्यसकारणले गर्दा दिन प्रतिदिन सिंह र भालु पटाकै गर्थ्यो। किनकि दाउद यदि सिंहासनमा आएर बस्यो भने चाहिँ साउल जस्तो हुनेवाला छैन। दाउद सिंहासनमा चढ्यो भने चाहिँ जसरी इस्रायल जातिलाई एउटा राजनैतिक राजाले राज्य गरेको थियो, अब त्यो राज्य फेरि त्यस्तो रहँदैन। सुन्नुहोस्, साउलको राज्यकालमा करारको सन्दुक परमेश्वरको उपस्थितिको ठाउँ कुन दुनियाँमा गएर बसिरहेको 40औं वर्ष बितिसक्यो। साउलले कहिले पनि परमेश्वरको उपस्थितिलाई मेरो राष्ट्रमा ल्याउनुपर्छ कहिले पनि सोचेन। द्याट इज कल्ड अ पोलिटिकल गभर्नमेन्ट, राजनैतिक सरकार। साउल चाहिँ राजनैतिक सरकारलाई चाहिँ शैतानले चलाउन सक्छ, शैतानले चाहिँ त्यसलाई चाहिँ अर्केस्ट्रेट गर्न सक्छ। उसको इच्छाहरू साउलको जीवनबाट संसारमा पुरा गर्न सक्छ, त्यो राष्ट्रमा पुरा गर्न सक्छ। तर यो गुप्तमा सिंह र भालुसँग लड्ने गोठालो चाहिँ एक दिन चाहिँ यो स्थानमा उभियो भने चाहिँ अब यो व्यक्तिलाई चाहिँ हामीले साउललाई जस्तै गरेर खेलाउनु सक्दैनौँ। त्यसकारणले गर्दाखेरि यो ठाउँमा हिँड्दा
साउलको जीवनमा ओभर डेस्टिनी लुज नहुँदैन। तपाईँ मुक्तमा लड्दै गरेको त्यो लडाइँ एक्चुअली त्यो तपाईँको लडाइँ हो, त्यो तपाईँको लडाइँ हो। त्यो एउटा भेडा मैले हटाएँ भन्नुहुन्छ नि, त्यो एउटा भेडा एक्चुअली तपाईँको बारेमा, कसको बारेमा? यो राजा, यो गोठालो यदि त्यो स्थानमा बसेर यो सिंहासनमा बसेर के हुन्छ थाहा छ तपाईँलाई? दाउद जब सिंहासनमा खडा भयो नि, 2-4 लडाइँहरू जितिसकेको छु। दाउदको हृदय के थियो थाहा छ? 40औं वर्षदेखि पलिस्तीहरूमा बसेको परमेश्वरको करारको सन्दुक जहाँ परमेश्वरको उपस्थिति थियो, उसले के भने भन्दाखेरि नि, जब म लडाइँबाट शान्तमा आउँछु, मेरो राज्यमा मेरो परमेश्वरको उपस्थितिलाई म लिएर आउँछु र म राजा भए तापनि मभन्दा माथि मेरो परमेश्वरलाई राख्छु र अब मैले होइन तर मेरो परमेश्वरले यो राज्यलाई राज गर्नेछ। हालेलुया। सुन्दै हुनुहुन्छ? एउटा भेडासँग लडाइँ गर्दै थियो दाउद, तर त्यो एउटा भेडाको विषयमा थिएन, त्यो चाहिँ परमेश्वरको थुमा इस्राएली जातिमाथि आउने कुरा थियो। परमेश्वरको उपस्थिति सारा नेसन राष्ट्रमाथि आउने विषय थियो। त्यो एउटा भेडा दाउदको विषय थिएन, त्यो चाहिँ परमेश्वरको विषय थियो। परमेश्वरले सोचे, ए छोरा लड्नु आँटेको छ, नलड्नु। म सोच्दैछु तिम्रो जीवनमा म इस्राएल जातिमा आउन चाहन्छु। सुन त्यहाँ, तैँले सुन, म तेरो जीवनमा इस्राएलमा देखा पर्न चाहन्छु। अनि सुन्नुहोस्, जब दाउद राजा भयो, दाउदले अघि पनि अहिले भन्दै दाउद राजा नाच्छ। सबैजना एकचोटि खडा हुँदै एकजनालाई 1-2जना निदा राख्नु भएको छ, उडाइदिनुहोस्, यसो मालिस गर्दैछ, छिटो। आज त बिहानै निद्रा लाग्थ्यो के भयो? बसौँ। बुझ्दै हुनुहुन्छ प्रिय तपाईँहरूले? बुझ्दै हुनुहुन्छ? हालेलुया। पलिस्तीहरूको ठाउँमा गएर परमेश्वरको करारको सन्दुक बसिरहेको थियो, तर उसलाई कहिले पनि दिमागमा आएन। किनकि साउल चाहिँ पोलिटिकल राज्य हो। साउल चाहिँ कस्तो राज्य हो? राजनैतिक राज्य। साउलको मेन्टालिटी चाहिँ के भन्दाखेरि मान्छेलाई खुसी बनाउने मेन्टालिटी। जब साउलले पाप गर्छ नि के गरेको छ? यहाँ सुन्नु सबैजनाले, जब साउलले पाप गर्यो, सामान्य अगमवक्ता आइकन साउलले तपाईँले पाप गर्नु, परमेश्वरले जे गर्नु भनेको तपाईँले किन गर्नु भएन? तपाईँले किन गर्नु भएन? परमेश्वरको विरुद्धमा तपाईँ जानुभयो। साउलको रेस्पोन्स सुन्नुहोस् है, अब सबैजना सुन्नुहोस् है। किनभने साउल चाहिँ के हो भन्दाखेरि नि राजनैतिक मान्छे हो। He is not a prophetic man, he is a political man. सुन्नुहोस्, साउलले के भन्यो? ठिकै छ त्यो त, अब मेरो गल्ती भइहाल्यो होइन, अब मेरो गल्ती भइहाल्यो। परमेश्वर रिसाउनु भयो, परमेश्वर निराश हुनुभयो। तर सुन्नुहोस् न अगमवक्ताज्यू, भित्र गएर कुरा गर्दै थियो, बाहिर मान्छेहरू कुरिरहेको थियो। किन अब मैले अघि भने जब अगमवक्ता आउँछ मान्छेहरू डराउँथ्यो, केही न केही त छ अब डराएको कुरा। सामेल अगमवक्ता भित्र गयो, राजा पनि भित्र गयो, सबै बाहिर कुरिरहेछ। कमिटीहरू भित्र गाली खान्छ, तपाईँले परमेश्वरको विरुद्धमा जानु, तपाईँलाई जे प्रभुले भन्नुभएको थियो, आगाको राजालाई मार्नु, सबैलाई खतम पार्नु, केही पनि नबचाउनु। यो के हो? यो मान्छे को हो? आगाको राजा जिउँदैछ। किन यो भेडा बाख्राहरू दुनियाँभरको होइन? यस्तो भयो कि परमेश्वरले त भन्नुभएको थियो, तर मेरो कमिटीले गर्दाखेरि यो कमिटीले मलाई यस्तो भन्यो, त्यही भएर मैले कमिटीको कुरा मान्नु पर्यो। पोलिटिकल मान्छे चाहिँ कमिटीको कुरा सुन्छ, तर प्रोफेटिक मान्छेले चाहिँ माथिको कुरा सुन्छ। फरक चाहिँ के थियो सुन्नुहोस् होइन? मेरो यो लडाकुहरूले है, यिनीहरूले यसो भने कि यो बसाएर लैजाऊ, आगाकोलाई पनि नमार्नु भन्यो। त्यस कारणले गर्दाखेरि अब के गर्नु?
अब मैले यिनीहरूको त कुरा सुन्नु पऱ्यो, यिनीहरूले गर्दाखेरि म आज राजा भएको छु, यिनीहरूले लडाइँ गरिदिन्छ र त म शान्तिमा बस्नु पाउँछु। राजनैतिक मान्छेको त जहिले पनि मान्छेलाई खुसी बनाउनुहुन्छ, जहिले पनि। इट इज अल अबाउट पिपल, इट इज अल अबाउट पिपल। जुन व्यक्तिको हृदय राजनैतिक छ नि, दे अलवेज गो फर पिपल। सुन्नुहोस्, यस्तो खालके मान्छेहरूलाई चाहिँ दुष्टले आरामले चलाइदिन्छ, आरामले चलाइदिन्छ। दुष्टले यस्तो डरलाग्दो काम गरिरहेको थियो कि इस्रायल जातिमा, जब साउल 40 वर्ष राजा छ, मान्छेले तर पाप चाहिँ नलुकाउनुहोस्, किनकि पाप जब लुकाउनुहुन्छ दुष्टले तपाईँलाई बिस्तारै 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 तपाईँको सबै कुरा शेष गरिदिन्छ। सुन्नुहोस्, दाउदले के गरे? मैले पाप गरेँ, मैले अधर्म गरेँ, तर प्रभु म क्षमा माग्छु, पश्चाताप गर्छु, मेरो पाप म स्वीकार गर्छु, तर तपाईँको उपस्थिति चाहिँ मबाट नलैजानुहोस्। साउलले आगागलाई मानेन, केही भेडा बाख्राहरूलाई बचाएर ल्याए, केही मान्छेलाई बचाएर ल्याए, काम त पुरै गरेको, तर 90% काम गरेर 10% काम नगर्दाखेरि साउललाई परमेश्वरले भने यसलाई म घृणाको छु, यसलाई राजा तु ल्याएको चाहिँ म पक्षुतो मानेको छु। तर दाउदले चाहिँ अर्काको बुढीले ल्याइकन रेप गरेर बुढालाई मारिदिन्छ, त्यो ठुलो अपराध हुन्छ। परमेश्वरले भन्नुहुन्छ यसलाई मैले, यो चाहिँ मेरो हृदयको नजिकमा छ। फरक चाहिँ कहाँ छ? फरक चाहिँ पापमा छैन, फरक चाहिँ यो हृदयको कुरामा छ। प्रभुलाई चिनेको छ उसले, मेरो प्रभु चाहिँ क्षमा दिने परमेश्वर। म जतिसुकै लडे पनि म प्रभुको जानु सक्छु र उहाँसँग प्रशस्त क्षमा छ मेरो लागि। हालेलुया। उहाँले जति मैले पाप गरेँ नि, उहाँले मेरो पापलाई हिउँ जस्तै सेतो बनाउन सक्ने क्षमता र प्रेम उहाँसँग छ। र म पापमा फसेर म उहाँदेखि भाग्दैन, तर म दौडिएर चाहिँ यीशुमा जान सक्छु। त्यो प्रभु चिन्नु पर्यो। यो ठाउँमा तपाईँले भेडाहरूलाई जगाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँ यहाँ पुग्दा पनि कोही बेला लड्नु होला, गिर्नु होला, तर तपाईँसँग त्यो एटिट्युड, त्यो क्यारेक्टर भएको कारणले गर्दाखेरि परमेश्वरसँगको त्यो सम्बन्धताले तपाईँले भन्नुहुन्छ म लडेँ, म गिरेँ, तर प्रभु मेरो तपाईँको उपस्थिति मबाट नलैजानुहोस्, प्रस्ताव गर्न तयार छु, मेरो पापलाई देखाउनको लागि तयार छु। कतिजना प्रिय पापलाई लुकाउँदै हुनुहुन्छ, पाप लुकाउने कुरा। तपाईँलाई क्यान्सर लागेको छ भने क्यान्सर लुकाउने कुरा होइन, क्यान्सर चाहिँ ट्रिटमेन्ट गर्ने कुरा। त्यो क्यान्सर तपाईँले लुकाएर बस्नुभयो भने त तपाईँ त मर्नुहुन्छ। हेर्नुहोस्, तपाईँको श्रीमती विधवा छ, तपाईँको छोराछोरी टुरा बन्छ, तपाईँभित्र पाप छ, तपाईँ पापमा अल्झिराख्नु भएछ, तपाईँ पापमा लडिराख्नु छ। त्यो पाप तपाईँको विषयको कुरा मात्रै हेर्नु। सुन्नुहोस्, यो ठाउँमा तपाईँ जब भेडालाई तपाईँले यतिवटा भेडालाई जोगाउँदै गर्दाखेरि तपाईँको जीवनमा प्रभुले त्यो अभिषेक भनाइराख्नु भएको छ। प्रभुले हेर्दै हुन्छ, छोरा यस्याबास, छोरा मैले देख्दैछु, छोरी मैले देख्दैछु, तैँले मेरो लागि गरेको अनेक सङ्घर्ष मैले देख्दैछु, गर्दै जा गर्दै जा गर्दै जा। हेर्नुहोस् त प्रिय, तपाईँले मैले के भन्छु, आज व्यभिचारमा फस्ने, म त पापी भएँ। तपाईँ व्यभिचारमा फसेको तपाईँको विषय होइन, यो तपाईँको मात्र विषय होइन। त्यो तपाईँले एउटा भेडा छोड्नु भने त्यो तपाईँको भेडा होइन, त्यो एक्चुअली त्यो चाहिँ प्रभु येशू हुनुहुन्छ, परमेश्वरको थुमा हो। तपाईँको जीवनबाट परमेश्वरको थुमा आउन चाहनुहुन्छ। जब दाउदले पाप गर्दै परमेश्वरले भन्थे, ए छोरा उठ 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 उठ, म तँबाट आउन चाहन्छु। सुन्नुहोस् त, जब दाउद राजा भएपछि दाउदले के गर्यो? परमेश्वरको करारको सन्दूक बलिष्ठहरूको ठाउँबाट लिएर आए अनि के गरे थाहा छ? उसले आफ्नो सिंहासन, आफ्नो दरबारको पछाडिपट्टि भेट हुने पाल बनाइकन परमेश्वरको उपस्थितिलाई त्यो ठाउँमा राखे। अनि के भन्यो उसले? प्रभु तपाईँ चाहिँ यो देशको राजा हुनुहुन्छ। आमेन। दुष्टले के हेर्दैछ? तपाईँको भेडा हो, दाउदले जोगाउँदै गरेको भेडा यो, त्यो दाउदको राखेको छ यो देश। हेर्नुहोस् त, अघि भाइले भन्दै थियो नि, दाउद नाच्यो। जब परमेश्वरको उपस्थितिलाई ल्याउँदै थियो दाउद नाच्यो, यति डरलाग्दो दाउद नाच्यो। मिकलले देख्यो दाउद नाचिरहेको छ, मिकलले भन्यो, ओ राजा के हो त्यस्तो, तपाईँ त भयङ्कर नाच्नु भयो त, आज लाज लागेन?
लाज लागेन तपाईँलाई? तपाईँ त नाङ्गै हुनुभयो त। यत्रो राजा भइकन पनि यत्रो प्रजाको अगाडि यस्तो नाङ्गो झुक्यो भइदिने तपाईँ? तर बाइबल पढ्दाखेरि हामीले त्यही छ, दाउद चाहिँ नाङ्गो थिएन। दाउदको प्यान्ट भुस्केको चाहिँ होइन। सुन्नुहोस्, मिकलले चाहिँ के देखेको भन्दाखेरि यो मान्छे त राजा भएर रथमा आउनु पर्ने हो नि, किनभने मिकल चाहिँ राजाको छोरी हो। राजाको सवारी कस्तो हुन्छ उसलाई थाहा छ। यो मान्छे त राजा होइन र, यो त रथमा चढिकन पुरा सिरपेजहरू लाएर मजाको जुत्ताहरू लाएर टक्कसँग रथमा बसेर आउनु पर्ने हो। त्यत्रो प्रजाको अगाडि ओ बाहिर निस्केर पुरै नाचिरहेछ। राजाको लुगा पनि छैन, सिरपेज पनि छैन, जुत्ता पनि छैन। के लाग्यो त्यो थाहा छ? राजाको लुगा भोगालिकन पुजारीको एपोत लगाइकन परमेश्वरको उपस्थितिमा नाचिरहेको। जब तपाईँले नि आफ्नो इज्जतलाई नि प्रभुको अगाडि फ्याँकिकन नि पुजारीको लुगा लाउनुहुन्छ नि, मान्छेले चाहिँ नाङ्गो देख्छ तपाईँलाई। नाङ्गो चाहिँ त्यसरी हुन्छ। जब हामी प्रभुलाई आदर गर्छौँ नि मान्छेले कति एक्टिङ गरिरहेको। हामीलाई त इज्जतको ठाउँहरू मनपर्छ, सिंहासनहरू पुलपिटहरूतिर सिंहासन राखेको हुन्छ। दाउदले के भन्दै थियो? ए सुन प्रजाहरू, तिमीहरूको राजा म होइन, तर यो करारको सन्दुकमा जो हुनुहुन्छ नि उहाँ चाहिँ राजाहरूको राजा, मेरो पनि राजा। हालेलुया, हालेलुया। अनि तपाईँको भेडा एक्चुअली त्यो चाहिँ येशू ख्रिस्ट तपाईँको जीवनबाट यो कल्चर हेर्नु त। एउटा गोठालोले एउटा भेडालाई चलाउँदै गर्दाखेरि यति गइकन त्यो सिंहासनबाट एउटा गोठालोले भेडा जोगाएको कारणले गर्दाखेरि इजरायलको सिंहासनबाट परमेश्वरले पुरा राष्ट्रलाई राज्य गर्ने कुरा यस। हालेलुया। सुन्नुहोस् त, मान्छेले राज्य गर्दा ठिक हुन्छ कि मान्छेले राज्य गर्दा ठिक हुन्छ? साउलले त्यो कुरा दियो, परमेश्वरलाई दियो। साउलले के गर्यो? आफैले राज्य गर्यो। तर यो गोठालो जो चाहिँ गुप्तमा सिंह र भालुसँग लड्दैछ नि, यो मान्छे राजा भने चाहिँ कसले राज्य गर्ने रहेछ? तपाईँले गुप्तमा जुन लडाइँ लड्दै हुनुहुन्छ नि, त्यो लडाइँ तपाईँको स्वर्ग जाने विषय होइन। त्यो लडाइँ चाहिँ परमेश्वरले उहाँको पुत्र तपाईँबाट पठाउने कि नपठाउने भन्ने विषय। त्यस कारणले म तपाईँलाई आज के भन्न चाहन्छु भन्दाखेरि कुन लडाइँ तपाईँ लड्दै हुनुहुन्छ? स्वर्ग र नरकको बिचको लडाइँ? येशू ख्रिस्ट तपाईँको जीवनमा आउन चाहनुहुन्छ। 2000 वर्ष यरुशलेमको गेटको बाहिरपट्टि अन्धो प्रतिमाई कराउन थाल्छ। उसलाई आँखा चाहिएको छ, उसलाई आँखा चाहिएको छ। उसले सुहाउँदै गरेको कुरा सुन्छ। ए दाउदको पुत्र म माथि दया गर्नुहोस्। हजारौं वर्ष बादमा जब एउटा व्यक्तिलाई प्रभु यीशु ख्रिस्टको खाँचो पर्छ, त्यतिखेर त्यो व्यक्तिले कसको नाम लिन्छ? कसको नाम लिन्छ भन्नुहोस् त? किन आज यो संसारलाई यीशुको खाँचो पर्दै गर्दा, तपाईँको साथी पापबाट जाँदै गर्दा, तपाईँको साथी अधर्ममा जाँदै गर्दा, तपाईँको साथीलाई शैतानले कुल्चिँदै गर्दाखेरि तपाईँको साथीले तपाईँलाई हेर्दैन। ए लाजरस, तिम्रो यीशुको खाँचो छ, कस्तो मजा आउँछ। हालेलुया। यीशु ख्रिस्टले कहिले यो भन्नु, ए चुप लाग, मेरो नाम यीशु हो, दाउदको नाम यहाँ कहाँबाट आयो? रिसाउनु भएन कहिले पनि। किन? गुप्तको ठाउँमा त्यही यीशु त्यही परमेश्वरको थुमाको लागि एक एकवटा भेडाको लागि उसले सिंह र भालुसँग लड्दै थियो। एक दिन नि मान्छेहरूलाई नि परमेश्वर चाहिँदाखेरि, यीशु चाहिँदाखेरि नि, ए रेडिका म तिमीलाई सम्झना आउँछौ, मलाई गाह्रो भइरहेछ, तिम्रो सम्झना आयो मलाई, किनकि तिमीसँग यीशु छ। हालेलुया। कति मजा आउँछ। हेर्नुहोस् त, तपाईँले एउटा भेडा बचाउनुहुन्छ नि, त्यो चाहिँ तपाईँको भेडा होइन, त्यो चाहिँ परमेश्वरको भेडा तपाईँको जीवनमा आउने कुरा। द होल फाइट त्यो सबै मुक्तको लडाइँ चाहिँ तपाईँ लड्दै हुनुहुन्थ्यो र लड्दै हुनुहुन्छ, त्यो तपाईँको लडाइँ होइन, त्यो चाहिँ परमेश्वरले आफ्नो थुमालाई तपाईँको जीवनबाट पठाउने कुरा। हालेलुया। आज यो पुस्तालाई यीशु चाहिएको छ, तपाईँ र म चाहिएको छैन। तर तपाईँ र मबाट यीशु आउन चाहनुहुन्छ। ए दाउदको पुत्र म माथि दया गर्नुहोस्। यीशुलाई रिस उठेको,
आज यो कल्चरमा, यो संस्कृतिमा, यो पुस्तामा चाहिँ यदि दीपकको नाममा चाहिँ यीशु चिनिन्छ भने प्रभुलाई खुसी हुन्छ। किनकि त्यो दीपक हिजो प्रभुको लागि त्यो गुप्तको ठाउँमा कति सङ्घर्ष गरेको छ। हालेलुया। प्रभु त्यो व्यक्तिको जीवनबाट मात्र यो 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 कल्चरमा, यो संस्कृतिमा, यो पुस्तामा आउन चाहन्छ जुन व्यक्ति चाहिँ गुप्तको ठाउँमा दाउद जस्तै सिंह र भेडाहरूसँग लडिरहेको छ। जब त्यो व्यक्ति देखा पर्छ नि तब परमेश्वरले भन्नुहुन्छ है म हेर्दैछु हिँडिरहेको छु, लड चाहिँ लड यही नसक्नु अनुसार सबैजना एकछिन आँखालाई बन्द गर्नुहोस्। झन् शक्तिशाली रूपमा देखा पर्छ जुन व्यक्तिले नि एक बेला भन्छ प्रभु मैले गलत गरेको छु, म यति साह्रो पापमा फँसेको छु, तर अब म उठ्न चाहन्छु र 7 गुणा बढी तपाईँप्रति दास्यले हुन चाहन्छु। म लडेँ, एकचोटि लडेँ, अब म 7 चोटि उठ्छु। त्यो मेरो प्रार्थनाको जीवन जो मैले गुमाएँ मेरो लोभको कारणले, मेरो व्यभिचारको कारणले, अब मेरो प्रार्थनाको जीवनलाई 7 गुणा बढी शक्तिशाली बनाउँछु। तपाईँप्रतिको प्रेम जो मैले नि संसारको कुराहरूलाई पाउनुको लागि गुमाएर म लडेँ, मैले मेरो भेडालाई मिस गरी पठाएको छु, तर अब म 7 गुणा बढी शक्तिशाली रूपमा उठ्नेछु। बिचमा आउँदै गर्दाखेरि मेरो सफलता यो हुँदैन कि वाह पास्टर दाजुले कस्तो दामी वचन दिनुभयो, उहाँसँग त कस्तो राम्रो रेभेलेसन छ, यो मेरो सक्सेस होइन, यो मेरो सक्सेस होइन। मेरो सक्सेस चाहिँ त्यति बेला हुन्छ जतिखेर नि यहाँ भएको एउटा हार्दै गरेको मान्छेले सङ्कल्प गर्छ आफ्नो हृदयमा र यहाँबाट फर्किँदै गरेर जाँदै गर्दाखेरि चाहिँ नि दाउदको जस्तै गोलियतहरूसँग अब म लड्छु, अब चाहिँ सिंह र भालुसँग अब म लड्छु भन्ने नै सङ्कल्प गरेर यहाँबाट जान्छ नि, त्यो चाहिँ हो मेरो सफलता। यो कन्फरेन्स, यो 3 दिनको सेमिनारले नि प्रिय हामीलाई वाउ होइन, हामीलाई मजा नआओस्, हामीलाई मजा आउनु पर्दैन, हामी मजा गर्नुको लागि यहाँ आएको छैन, तर तपाईँलाई चुनौती होस् तपाईँको हृदयमा। प्रभु मैले धेरै नै म लडिसकेको रहेछु, म धेरै नै ओह्रालो फसिसकेको रहेछु, तर अब म उठ्न चाहन्छु। दाउद पनि लड्यो, व्यभिचारमा फस्यो, मर्डर गर्यो, र प्रभुले भन्नुभयो यो चाहिँ मेरो हृदयको नजिकको प्रेम। It was all about his heart to confess। उसले आफ्नो पापलाई मानिलियो, साउलले जस्तो आफ्नो पापलाई लुकाउनु खोजेन। र आज म तपाईँलाई परमेश्वरसँगको सम्बन्धमा तपाईँ रिस्टोर्ड हुन चाहनुहुन्छ भने नि तपाईँको पापको स्वीकृति हो। पाप लुकाउनेको उन्नति हुँदैन। पाप लुकाउने मान्छे चाहिँ घमण्डले फुलेको हुन्छ। पाप लुकाउने मान्छेले चाहिँ क्रुसलाई चिनेको हुँदैन। क्रुसको प्रेमलाई उसले नबुझेको कारणले गर्दा उसले पापलाई लुकाउँछ। तर जुन व्यक्तिले यीशु क्रिस्टको बलिदानलाई बुझ्छ नि त्यो व्यक्ति चाहिँ नि दबुरिकन आउँछ, दबुरिकन आउँछ क्रुसको भेदीमा भन्छ प्रभु आई हेभ मेड अ ब्लन्डर मिस्टेक, मैले गलत गरेँ, तर तपाईँको क्रुस आज म हेर्दैछु, मलाई क्षमा गर्नुहोस्। जायन्ट किलर्सहरू गोलियतलाई लडाउने अभिषेकहरू म देख्दैछु। ठुलो ठुलो कुराहरू प्रभुले ल्याउँदै हुनुहुन्छ यो बिचमा। लडेकाहरू हारेकाहरू सुन्नुहोस्, तपाईँ फ्रन्ट लाइनमा हुनुहुन्छ। सङ्कल्पको ठाउँमा आउनुहोस् है। अब
सङ्कल्पको ठाउँमा आउनुहोस्। 3 दिनसम्म तपाईँले वचन सुन्नुभएको छ, 3 दिनसम्म सुन्नुभएको छ। अब सङ्कल्पको ठाउँमा आउनुहोस्। प्रभुले आह्वान गर्दै हुनुहुन्छ, आइज मेरो छोरा, आइज मेरो छोरी, आइम नट डन विथ यु। मेरो स्टोरी सिद्धिएको छैन, अब सुरु हुँदैछ। कतिजना व्यभिचारमा फसिनु भएको छ, भित्रै तपाईँ गुडगुड हुँदै हुनुहुन्छ। सुन्नुहोस्, प्रभुको अनुग्रह तपाईँको लागि प्रशस्त छ। अब सङ्कल्प गर्नुहोस्, प्रभु म लडेको छु, र उठ्न चाहन्छु। Jangan